अनि उहाँले जुरुको उठे झ्याल खुलेर हेर्नुभयो, ठ्याक्कै मलाई देख्नुभयो। अनि उहाँले डाइरेक्ट के भन्नु नि, तिमी मसँग जान्छौ कि जाँदैनौ, खुर्का माथि आऊ लुगा लाएर मसँग हिँड भन्नुभयो। अब कहाँ जाने हो थाहा छैन। उसलाई त्यो साउने दिदीलाई मैले के भने दिदी चामल छ भनेर मैले भने। मैले त्यसो उहाँ दिदीलाई दिदी चामल छ भनेर भन्दाखेरि उहाँ दोकानको दिदीले मलाई के भन्नुभयो भने, बहिनी चामल त छ तर तिमीले खाने चामल छैन। तर अहिले चाहिँ परमेश्वरलाई म धेरै धन्यवाद दिन्छु दिदी, 50 जनाले खान्छन्। दिनको 50 जनाले खान्छन्। स्कुलमा त एक्जाम आउने बेला 25 जना, घरमा त 30 जना। ढोडाउँछन् शान्त पानीमा बोकी आफ्नै बाहुलीमा। बहिनी जयमसी दिदी। सन्चै हुनुहुन्छ बहिनी? सन्चै छु दिदी। ल आज मेरो उपहार च्यानलमा बहिनी सुमित्रालाई वेलकम है, स्वागत छ। धन्यवाद दिदी। हजुरलाई नयाँ वर्षको शुभकामना। बाबुहरूलाई पनि फेरि पनि जयमसी। अनि बहिनी हजुर दिदी, आज मेरो उपहारमा हजुर आउनु भएको छ है। हजुर, हामीले यो सुरु गर्नुभन्दा अगाडि हैन हजुरलाई मैले सानो उपहार दिएर आजको कार्यक्रम सुरु गरौँ है। हुन्छ, यसलाई हजुरले खोल्न सक्नुहुन्छ। धन्यवाद दिदी। यसलाई खोल्न सक्नुहुन्छ। आउनु बित्तिकै उपहार पाइहाल्यो, लकी रहेछु। हजुर हो, के रहेछ? वुमेन, मेरो उपहार वुमेन्स पोडकास्ट। हजुर। बहिनी यो फोटो यहाँ राखौँ है। हजुर दिदी। परमेश्वरलाई धेरै धन्यवाद बहिनी, हजुर आउनुभएको लागि। राम्रै आउनुभयो। हजुर दिदी, राम्रै आयो। यो मेरो उपहारमा यो हजुरको फोटो मैले हजुरलाई नै उपहार दिएको छु होइन। हजुर दिदी। यो उपहारको अर्थ चाहिँ, मेरो उपहारको अर्थ चाहिँ हामीलाई कतिपल्ट अहिले भर्खर मैले हजुरलाई उपहार दिएँ, खुसी हुनुभयो? हजुर दिदी, खुसी भयो नि। उपहार भने चाहिँ कति खुसी हुन्छ हैन। तर उपहार चाहिँ हजुरकै फोटो थियो कि हजुर हैन। अनि मलाई लाग्छ कि मेरो उपहार चाहिँ म आफै क्या, हामी आफै नै असल भयौँ, राम्रो भयौँ भने चाहिँ हाम्रो उपहार चाहिँ हामी नै, मेरो उपहार म नै हो जस्तो लाग्छ हैन। त्यस कारणलाई हजुरको उपहार हजुरलाई नै दिएको है। हुन्छ बहिनी, आजको हामी पोडकास्टको कुराकानीहरू सुरु गरौँ है। अनि हजुरको नाम, हजुरको सम्पूर्ण परिचयहरू भन्नुभयो भने हामी सुन्ने मौका पाउँथ्यौँ। हुन्छ दिदी, जयमसी। फेरि पनि परमेश्वरको अनुग्रहद्वारा अहिले म यहाँ हजुरको अगाडि हजुरको उपस्थिति छु। विशेष गरेर मेरो नाम चाहिँ सुमित्रा नेपाली हो। हजुर। अनि मेरो श्रीमानको नाम चाहिँ विनोद कुमार नेपाली हो। मेरो गाउँघर नै भन्नु पर्यो होइन दिदी? हजुर, सबै गाउँघर सहर सबै। मेरो खास म जन्मेको चाहिँ भक्तपुरको बाहेश्वरी ठाउँमा हो। हजुर। यो नगरकोट वारिपारि पर्छ। हजुर। अनि म बढेको, हुर्केको, जन्मेको सबै त्यहीँ हो। हजुर। अनि हामी चाहिँ मेरो परिवारमा चाहिँ 11 जना परिवार थियौँ। हजुर हजुर। मेरो चाहिँ 2टा आमा अनि बुवा अनि हामी 8 जना छोराछोरी हजुर थियौँ। अनि मेरो चाहिँ बुवा चाहिँ धेरै वर्ष इन्डियामा बसेर उहाँ नै डाक्टर भएर आउनुभएको हो। अनि उहाँले चाहिँ अब एकदम दुःख कष्ट गरेर पढेर डाक्टर भएर आएको कारण उहाँले चाहिँ हामीलाई चाहिँ एकदमै पढाउनलाई बेसी खोज्नुहुन्थ्यो। तर हामी नै टाइम पढ्न नखोज्ने थियौँ। अनि हामी त्यसै गरेर उहाँ नै हाम्रो घरको नजिकै स्कुल थियो, त्यहीँ पढेर क्लास 10 सिक्दैछु। अनि मेरो विवाह भएको। मेरो विवाह भन्नलाई अब मेरो श्रीमानको घरबाट अब जस माघी विवाह हो। माघी विवाह हो। अनि उहाँहरू दाइ हेर्न आउनुभयो। अनिखेर हाम्रो चाहिँ यसरी मागेर अनि विवाह भएको। अनि मेरो श्रीमानको घर चाहिँ ललितपुरको लेलेमा। यो चाहिँ काठमाडौँमै पर्छ। काठमाडौँमा जिल्ला मात्रै फरक भयो। हजुर, काठमाडौँमै पर्छ हैन। काठमाडौँबाट त्यस्तै 1.5 घण्टामा हाम्रो घर पुगिन्छ गाडीमा चाहिँ। अनि म चाहिँ बिहा भएर उहाँ लेलेमा पुगेको हो। अनि उहाँ पनि सानो परिवारै हुनुहुन्थ्यो। उहाँ पनि कान्छो छोरा हो। हजुर, उहाँ कान्छो छोरा हो।
अनि उहाँले चाहिँ अब उहाँ पढ्दा पढ्दै नै दाइहरूले चाहिँ बिहा गर्ने बिहे गर नगर्ने मेरो घर नआऊ, किनभने मेरो जेठाजु दाइको बच्चा थिएन। हजुर। अनि उहाँले चाहिँ बिहे गर्न नमान्ने, अनि मेरो भाइको बिहा हुन्छ अनि त्यहीबाट बच्चा हुन्छ अनि त्यही नै मेरो बच्चा हुन्छ भनेर उहाँले बिहा नगरिकन बस्नु भएको रहेछ। यो हजुरको के अब भनौँ न, अहिले त हजुरहरू इसाई हुनुहुन्छ होइन? हजुर। अनि बिहा हुनुभन्दा अगाडि हजुरहरू इसाई नै हुनुहुन्थ्यो कि अथवा प्रभुलाई पाउनु भएको थिएन? मेरो श्रीमान चाहिँ पहिलेदेखि नै बिहा हुनुभन्दा 2-3 वर्ष पहिले नै पाटन क्याम्पसमा पढ्नुभएको हो। अनि पाटनमै बस्दाखेरि चाहिँ उहाँ चाहिँ साथीसँग चर्च जानुहुँदो रहेछ। अनि फेरि उहाँ एकचोटि चाहिँ बेसरी बिरामी नै हुनुभयो अरे। बिरामी भएपछि फोक्सोमा पानी जम्ने, अनि 27-28 दिन बिरामी भएर हस्पिटल भर्ना गर्नुभएको भनेर मैले सुनेको थिएँ। अनि त्यही बेला नै उहाँले चाहिँ परमेश्वर पाउनुभएको रहेछ। परमेश्वर पाउनुभएको रहेछ। अनि उहाँले परमेश्वर पाउने, साथीसँग चर्च जाने, घरमा चाहिँ थाहा नभएको। घर अनि उहाँलाई एकदम मनपर्ने रहेछ चर्च जान, अनि साथीहरूसँग जाने, घरमा थाहा नहुने। अनि त्यस्तो त्यसै गर्दा गर्दै चाहिँ उहाँलाई चाहिँ घरबाट चाहिँ एकदमै बिहा गर्ने चाहिँ एकदमै उहाँलाई चाहिँ फोकस गरिरहनु भएको रहेछ। अनि उहाँले चाहिँ बिहे गर्न नखोज्ने, घरबाट चाहिँ बिहे गर भन्ने। अनि त्यस्तो घरको करले चाहिँ उहाँले चाहिँ अनि बिहा गर्नुभएको हो खास भन्यो भने। बिहा गर्दाखेरि चाहिँ उहाँ इसाई भइसक्नु? उहाँ चाहिँ बक्तिस्मा चाहिँ सायद नलिनु भएको उहाँले, मैले पछिसँग लेखेको। बक्तिस्मा नलिनु भएको, तर चर्च मात्रै जानुभएको हिन्दू रीतिले नै। अनि बिहा चाहिँ हिन्दू रीतिले नै गएको। हजुर हजुर। अनि हजुरले कसरी प्रभुलाई पाउनु भयो त फेरि? अनि हाम्रो बिहा भयो। अनि बिहा भएपछि अनि हाम्रो नानी चाहिँ भएको थिएन, तर 1 साल पछि मैले चाहिँ एउटा मात्रै दसैँमा बिहा भएर एउटा मात्रै दसैँमा टिका लगाएको छु। अनि फेरि पछि चाहिँ उहाँले चाहिँ मलाई के भन्नुभयो भने 1 वर्षपछि चाहिँ तिमी यो टिका पनि नलगाऊ, यो पूजासुजा नगर, हाम्रो चाहिँ एकमात्र परमेश्वर हुनुहुन्छ, उहाँलाई हामीले विश्वास गर्नुपर्छ, यो व्यर्थ हो, तिमी नलाऊ भन्नुभयो। अनि त्यो वर्ष दसैँमा चाहिँ हामी फेरि माइती जानुपर्ने टिका लाउन। अनि अब के गर्ने फेरि, अब टिका लाउनु पर्ने, उहाँले चाहिँ नलाऊ है भन्नुभएको छ। अब फेरि नयाँ नयाँ ज्वाइँ छोरी गइरहेछौँ। अनि उहाँले मसँगै बस्थ्यौँ। अनि फेरि टिका नलाऊ भनेपछि अब लाउनै पर्यो। अनि मसँगै वानी बस्नुहुन्थ्यो। अनि त्यहाँबाट बुवाले टिका लगाइदिने, तर एकैछिनमा फेरि यो सरले चाहिँ यसरी मेटिने हाल्ने, मेटिहाल्ने, उहाँले नि मेट्ने, मैले नि मेट्ने। अनि फेरि पछि चाहिँ त्यस्तो त्यस्तै गरेर भनेपछि चाहिँ हामीले टिकाहरू लगाएनौँ, तर घरमा चाहिँ थाहा थिएन। अनि घरमा त अब नयाँ नयाँ बुहारी हो। अनि सासु आमाले चाहिँ म कान्छी बुहारी, म सधैँ घर भएको कारण उहाँले किन सिउँदोमा सिन्दुर हाल्दैन, किन टिका लाउँदैन भनेर भन्नुहुन्थ्यो। तर फेरि मलाई चाहिँ उहाँले 1 वचन भनेको कुरामा मैले टिका नलाएको हो, तर मलाई प्रभु भन्ने चाहिँ थाहा थिएन। किन टिका नलाऊ भन्नुहुन्छ हजुरले भनेर? म त लाउनुपर्छ, हाम्रो सबै यो लाउने उसो हाम्रो देशको, हाम्रो सबै के भनौँ न, हामीले मानिआएको चाडपर्व हो, किन हजुरले यस्तो भन्नु भने कुनै प्रश्न गर्नु भएन श्रीमानलाई? हजुर, मैले टिका किन नलाउने, फेरि घरमा फेरि आमाले पनि कराउनुहुन्छ भन्दा केही हुन्न, परमेश्वर एउटा मात्रै परमेश्वर, जीवित परमेश्वर हुनुहुन्छ, यो नलाए नि केही फरक पर्दैन भनेर उहाँले भन्नुभयो। उहाँको त्यति वचनमा मैले टिका लाउनु छोडेको। कति आज्ञाकारी श्रीमती। तर प्रभु कस्तो के यहाँदेखि चर्च के हो यो केही थाहा छैन फेरि। यत्तिकै 1 वचनमा छोडेको। अनि पछि चाहिँ आमाले किन लाउनु नलाएको भन्नुहुन्थ्यो। अनि यत्तिकै लाउनु नलाएर मैले नलाएको भन्थेँ। गाउँमा त फेरि लाउनै पर्छ नि त। अनि त्यस्तै गरेर अनि त्यस्तै हुँदा हुँदै अनि करुणा जन्मियो। जेठी छोरी जन्मियो। अनि जेठी छोरीको नरन गर्ने बेला पनि भाइ आउनु भएन, काठमाडौँ बस्नुभयो। उहाँले चाहिँ नरन पनि नगर्ने भन्नुभएको, तर आउनु भएन। अनि फेरि पछि चाहिँ बेलुका दिउँसो दाइले नरन गरिदिनु भयो। अनि बेलुका मात्रै आउनु भयो। दाइले रिस उठिरहेको थियो होला, खास त्यो बेलामा केही नि भन्नु भएन। अनि फेरि त्यस्तो हुँदा हुँदै फेरि त्यो छोरी 5 महिनाको भयो। एउटा मात्रै बच्चा छ नि त घरमा त। अनि फेरि 5 महिना भएपछि त्यहाँ चाहिँ के छ भने भात खुवाइने। अनि मेरो माइतीहरू बोलाएर, पाहुना बोलाएर भात खुवाइ गर्नुभयो। अनि भात खुवाइमा नि बिहान आउनु भएन, बेलुका मात्रै आउनु भयो। मेन बाबा नै नै, बाबा नै
अनि त्यहाँबाट बेलुका आउनुभयो अनि उहाँ बिहान नआएको कारण चाहिँ अनि बल्ल बल्ल एउटा छोरी भएको त्यहाँ माथि भात नरनमा नि समयमा नआउने अनि भात खुवाइमा नआउँदा उहाँलाई बेसी रिस उठेको रहेछ। अनि बेलुका मात्रै झोला बोकेर घरमा बस्नु मात्रै भएको थियो अनि दाइ बेसरी झगडा गर्नुभयो। दाइ भन्नाले जेठाजु दाइले त किन नआएको भनेर अनि अनि आमाजुले पनि दाइले नै झगडा गर्नुभयो। अनि त्यहाँ एकछिन लफडा नै पर्यो। लफडा अनि म घर बस्दिनँ म जान्छु भन्ने झोला बोकेर फेरि हिँड्नु खोज्नु भएको थियो। अनि फेरि बल्ल बल्ल सम्झाएर राखेको। अनि तैपनि घरमा चाहिँ म पनि हो भने उहाँ चाहिँ किन आउनु भएन नि खास घरमा थाहा थिएन। अनि त्यो मेरो छोरी चाहिँ जब 12-13 महिनाको भयो अनि बल्ल चाहिँ उहाँहरूले बल्ल बल्ल अलिअलि गाउँमा अलिअलि थाहा पाएछन्। गाई थाहा पाएछन्। तेरो भाइले त यसो धर्म लियो नि, तँलाई थाहा छैन? तेरो भाइले यसो धर्म लियो। अब फेरि हाम्रो दाइको बच्चा नभएको। अनि उहाँले चाहिँ के भने यसो धर्म लियो, अब तेरो बाउ आमा मऱ्यो भने त तैँले क्रिया गर्छस्, तँ मऱ्यो भने त कसले क्रिया गर्छ? तेरो भाइ त त्यो हिन्दू छोडेर गइसक्यो, यसो धर्म लिइसक्यो, अर्कै धर्म भइसक्यो, अर्कै धर्म गयो। अब तँ त तेरो बाउ आमा मऱ्यो भने तैँले लिइहाल्छस्, तैँले क्रिया गर्छस्। तँ मरिस भने चाहिँ र तेरो बुढी मरि चाहिँ तेरो भाइले क्रिया गर्दैन भनेर उचाल्दैछन्। अनि दाइ त अनि त्यो 12-13 महिना नानी भएपछि उहाँ घर आउनुभएको थियो। हप्तामा त आउनुहुन्थ्यो। तर पछि त दाइले बेसरी झगडा गर्नुभयो। यसरी झगडा बेलुका फेरि झगडा गर्नुभयो। अनि दाइले त तँलाई म केही दिन्न, तँलाई सम्पत्ति दिन्न, तँलाई केही दिन्न, त मेरो घरबाट निस्केर गइहाल, तेरो बुढी पनि लैजा, तँलाई केही दिन्न भन्नुभयो। अब त्यो राति कहाँ जाने, कहीँ नजाने। अनिखेर परमेश्वरको अनुग्रहले होला दिदी, दयाले होला, तर दाइले यति झगडा गर्नुभयो, यति ठुलो बन्चरले तेरो बुढाबुढीलाई म मार्छु भनेर तल माथि भर्याङ ढङढुङ गरेर हिँडेको गर्नुभएको थियो। तर प्रभुको कृपाले उहाँले एक शब्द बोल्नु भएन दाइले। कति धैर्यता है। हजुर, एक शब्द भन्नु भएन। अनि उहाँले के भन्नुभयो भने रातैभरि झगडा गर्नुभयो। अनि बिहान उहाँले के भन्नु, तैँले छोको पानी खान्न, भोलिदेखि मेरो घर पानी नले भन्नुभयो दाइले। तर म पनि फेरि चर्च पनि गएको छैन, मलाई त्यति थाहा पनि छैन, के बुझेकै छैन। तैँले छोको मैले पानी खान्न, घरमा पानी पनि नले, मेरो घर केही बनाएको, तिम्रो 2टा निस्केर जा भन्नुभयो। रातभरि एक शब्द नबोली झिमिकै नसुधिकन हामी बस्यौँ। अब म त बिहान उठेपछि त म बुहारी हो। अनि मैले त सधैँ पानी लिएर आएर त चोखो पानी ल्याएर दैलो पोतेर अनि बुवा आमालाई दाइलाई चिया बनाएर दिने त्यहाँ नियम छ। अब म त अलमल्ल परेँ। के गर्ने? म त उठेर टुक्रुक्क बाहिर गएर आँगनको ढिला बसेँ। पानी छोको खान्न भन्नुभएको छ, अब लिन जाऊँ कि नजाऊँ? अनि म अलमल्लै परे, पानी लिन नगइकन बसिरहेको थिएँ। अनि उहाँले जुर्ग उठे झ्याल खोलेर हेर्नुभयो, ठ्याक्कै मलाई देख्नुभयो। अनि उहाँले डाइरेक्ट के भन्नु नि, तिमी मसँग जान्छौ कि जाँदैनौ? खुर्का माथि आऊ, लुगा लाएर मसँग हिँड भन्नुभयो। अब कहाँ जाने हो थाहा छैन। म इन्डिया जान्छु, अब तिमी मसँग जाने हो हिँड, नजाने हो यही घर बस, म जिन्दगी घर फर्केर आउनु भन्नुभयो। कस्तो है। हजुर, अब म के गरौँ? अब म त अब सरी जाम भन्यो भने बुढा बुवा आमा नि हुनुहुन्छ। फेरि मलाई बुवा आमाको साह्रै माया लाग्ने, सास ससुराको माया लाग्ने। अनि म त त्यहाँ त एउटा बुहारी पनि हो, अनि म एउटा छोरी पनि हो, सबैभन्दा सानो म छु नि त। अनि मलाई बुवा आमाको साह्रै माया लाग्ने। अनि दाइ दिदीको पनि माया लाग्छ। छोडे जाम 4 जनालाई कता छोडे जाम, नजाम भने श्रीमान घर आउनु भन्नुभएको छ, म त के गरौँ? अनि यसो सोचेँ। अनि मैले यसो सोच्दाखेरि चाहिँ अब म त्यही बेला म धेरै नै त्यो 18 वर्ष 18.5 19 वर्ष यस्तो मात्रै छु नि त। 18 वर्षमा म करुणा पाएको हो। अनि म के गरौँ भनेर यसो सोच्दाखेरि अनि मैले अब बिहा भएको उहाँसँग हो, अब उहाँले नि घर आउन हेरिदिनु भनेपछि त मलाई सधैँ यहाँ बसेर हुँदैन भनेर अनि लुगा लाएर अनि हामी 2 जना हिँड्यौँ। कहाँ जाने थाहा छैन। उहाँको एउटा कोठा काठमाडौँ पाटनमा त छ कोठा, त उहाँ त कोठामै बस्नुहुन्थ्यो। हप्तामा मात्रै आउनुहुन्थ्यो। अनि काठमाडौँ क्याम्पस पढ्ने, अनि उतै काम गर्ने, उतै बस्नुहुन्थ्यो। ल खुर्क हिँडिहाल, इन्डिया जाने हो भन्नुभयो। अनि कपडा सपडा लाएर उहाँसँग बिहा भएको, अब जे होला त होला। तर यसरी हिँडेर भर्याङबाट झरेर बाहिर निस्केको थियौँ। त्यहाँ 2-3 जना गाउँका मान्छे नआएको थिए, दाइ नै हुनुहुन्थ्यो, बुवा आमा पनि त्यहीँ हुनुहुन्थ्यो। हामी ढोकाबाट निस्केर हिँड्दाखेरि त मलाई बेसरी बुवा आमाको माया लाग्यो फेरि। किनभने आमाले चिया बनाएर खान सक्नुहुन्थ्यो, दमको बेथा थियो। अनि मैले नि बनाएर खुवाउनु पर्ने। अनि त्यसरी हिँड्दाखेरि कस्तो मन त दुख्यो घर छोडेर हिँड्दा। अनि ढोकाबाट बाहिर निस्केको थियौँ, दाइले त हामीलाई त मारमला जति गरिहाल्नु। कहाँ जान लाग्यो तिमीहरू, कहाँ घर छोडे कहाँ? उहाँलाई मुहा आएको बोल्नुभयो।
अनि ल यसलाई त यसको बुढाबुढीलाई मारिदिन्छु भनेर झम्टिनु भएको थियो। दाइलाई चाहिँ कसले कसले समाथे, त्यो बेलामा हामी भागेको। ए घर छोडेर भाग्नु नै भयो? भागेको, बिहानमा त भाग्नै पर्यो नि। दाइलाई समात्नु भयो 2-3जनाले। अनि त्यो बेलामा हामी यति भाग्यौँ। फेरि घरबाट अलिकति उकालो उकालो थियो नानी लिएर। पहिलाचोटि त मेरो नानी नभई भागेको दिदी। ए हजुर। सुरुमा त मेरो नानी नभई भागेको थियो, फेरि बाउआमाको माया लाएर फेरि फर्केर आएको। अनि पछि 12-13 महिना भएपछि यसरी हिँडेको हुँ। अनि घर आएपछि चाहिँ अनि काठमाडौँ आएपछि कोठामा आयौँ। कोठामा आउँदा खासै केही पनि थिएन। उहाँ एक्लो केटा मान्छे बसेको त्यो बेलामा। अनि बस्यौँ। अनि त्यहाँ बस्दा बस्दै अनि म 4-5 दिन उहाँसँगै बसेँ। अनि उहाँले मलाई के भन्नुभयो भने, तिमी माइत जाऊ, माइत त नजिक छ नि काठमाडौँ भक्तपुर, माइत जाऊ, अब म तिमीलाई यहाँ कोठा-सोठा सार्छु, अनि म तिमीलाई लिन आउँछु भन्नुभएको थियो। अनि म उहाँको कुरा सुनि फेरि माइत गएँ। साह्रो सोझिन, साह्रै सोझी थिएँ। हस् भने माइत गएँ। तर तिहार आइरहेको थियो, दसैँ सिधै तिहार आएको बेलामा उहाँ घर जानु भएछ। घर गएपछि अनि उहाँलाई अब दाइले, दिदीले, बुवा आमाले अब के कुरा सुनाए मलाई थाहा भएन। अनि त्यसलाई लिन नजाऊ, अब छोरी मात्रै लिएर भनेर भन्नुभएछ। उहाँको बुवा आमाको कुरा सुनेर उहाँ पनि लिन आउँछु भन्नुहुँदै लिन आउनु भएन। हजुर, म त बाटो हेर्दा सबै साथीहरू तिहारको टिका दिन यत्रो त बास्केट बोकेर माइत आछन्, म त पहिले गएर बसिएको छु माइत। कति नराम्रो लाग्दो रहेछ, नराम्रो लाग्दो। अनि म ढुङ्गामा एउटा चौतारा थियो, त्यहाँ गएर बसिरहेको थिएँ त्यो टिकाको दिन। एकदम नरमाइलो भयो। अनि पछि चाहिँ अनि तिहार सिधेको 2-3 दिन पछि चाहिँ फेरि उहाँ आउनु भयो लिन, तर माइतै आउँछु भन्नुभएको थियो, आउनु भएन। अनि भक्तपुरमा मेरो दाइ ठुलो बुवाको छोराको त्यहाँ चाहिँ कपडाको पसल थियो। अनि त्यहाँ आएर अनि मेरो भाइलाई चाहिँ, दाइको छोरालाई, दिदीलाई जानी भए जानी भन, नजाने हो कहिलेसम्म बस्ने हो बस भन भनेर यति भनेर फर्किनु भएछ। यति माया गर्ने मेरो श्रीमान, मलाई यति माया गर्ने। म जहिले पनि म पहिला चाहिँ म माइत जाँदा, मेरो माइतमा जाँदाखेरि भक्तपुरबाट बाइसरी जाँदा गाडी जान्थेन, हिँड्न पर्थ्यो। हिँडेर जाँदाखेरि उहाँले मलाई जहिले आधी बाटोसम्म पुऱ्याएर अनि आधी बाटो माइत आउने अनि बेला भएपछि म माइत जाने, उहाँले फर्केर आउने, काठमाडौँ फर्किने। यस्तो मान्छे अब घरको कुरा नि सुन्नु पर्यो, उहाँ नि कान्छो छोरा हो। अनि त्यस्तो भएर अनि म माइत बसिरहेको थिएँ। अनि पछि त्यसो भन्नुभएछ। अनि पछि चाहिँ अब चाबी पनि छोड्नु भएछ। अनि त्यो मेरो भाइ चाहिँ 12-13 वर्षको थियो। अनि छिटो भक्तपुरबाट गाउँमा गएर दिदी भिनाजुले यसो भन्नु छ जाने रे भनेर भन्नुभयो। लगन खेलमा चाहिँ कोठा थियो। अनि उहाँले त्यसो भने कि मेरो बुवाले बिचारा छोरीको घर बिग्रिन्छ भनेर होला, ल छोरी जाऊ अहिले जाऊ, केही भयो भने पछि फेरि आऊ, केही नै मिलाउने ठाउँमा म मिलाउँला भनेर बाले भन्ने बित्तिकै म गइहालेँ। म जाँदा चाहिँ उहाँ चाहिँ काममा जानुभएको रहेछ। कोठा पनि खोज्दै त्यो काठमाडौँको त्यो लगन खेलमा कोठा खोज्दै बुवाए जान त छोरी बोकेर गइसकेपछि उहाँले नि अब त्यो मेरो नानी देख्नुभयो, एउटै मात्रै नानी। अनि त्यो बच्चा देख्नुभयो, अनि मलाई देख्नुभयो। अनि खासै उहाँले चाहिँ त्यस्तो त केही भन्नु भएन। तर हामी फेरि त्यो हुँदाखेरि मेरो पेटमा चाहिँ मेरो माइली छोरी आइसकेको चाहिँ मलाई थाहा छैन। अनि त्यो बेला चाहिँ मेरो घरबाट चाहिँ मलाई चाहिँ बिस्तारै छोड्नको लागि चाहिँ उहाँलाई दबाब दिइरहनु भएको थियो। श्रीमती छुटाउनको लागि त्यसै दबाब दिइरहनु भएको थियो। तर किन छुटाउन खोज्नु भएको सोध्न मिल्छ? यस्तो किनभने दिदी घरमा चाहिँ बुढा भएका बुवा आमा, दाइ दिदी, अनि उहाँको धेरै जग्गा जमिन छ, धेरै जग्गा जमिन, काम गर्ने मान्छे छैन। अनि म भएको ल्याएको बुहारी पनि अब डेढामा गएर बसेपछि त उहाँलाई त अब माइत गएर बसेपछि डेढा जानेपछि गाउँमा त अलिकति रिस उठ्ने नै भयो नि। काम गर्ने बुहारी चाहियो। अनि अब दाइ र दिदी सधैँ काममा जाने, घरमा त बुवा आमा मात्रै हुने। अनि त्यही भएर अनि उहाँलाई चाहिँ अब त्यही भएर होला मेरो विचारमा। अनि त्यसो भन्दा चाहिँ उहाँ मेरो श्रीमानलाई चाहिँ यतिकै छोड्न मिल्दैन। उसको बुवा पनि डाक्टर हो, उसको ठुलो बुवाको छोराहरू छन्, दाइहरू छन्, कारण चाहिन्छ छोड्न भनेर भनेपछि अलिकति डराउनु भएछ। अनि पछि चाहिँ म आएर अनि फेरि कोठामा बसेँ। पछिसम्म पनि नानी चाहिँ प्रेरणा चाहिँ 6-7 महिना हुँदाखेरि पनि उहाँ कहिले महिनाको एकचोटि घर जानुहुन्थ्यो। तर त्यो बेला पनि छोड्ने दबाबै दिनुहुन्थ्यो, छोडिदेऊ नै भन्नुहुन्थ्यो।
छोडिदियो। अब उहाँले चाहिँ मेरो छोरी देख्नुभयो, म देख्नुभयो। अनि श्रीमानले चाहिँ के भन्नुहुन्थ्यो हजुरलाई, म तिमीलाई छोड्छु भनेर त्यस्तो कहिले भन्नु भएन। उहाँले भन्नुभएको भए त बिचरा मलाई आएर घरमा भएको कुरा सबै भन्नुहुने थिएन नि। तर घरमा जे भने फेरि सबै आएर मलाई भन्नुभयो, यस्तो यस्तो भने। हजुर तिमीलाई छोड्नको लागि यस्तो भनेको छ, छोरी लिएर त्यसलाई छोडिदेऊ भनेको छ। तर म त्यस्तो गर्दिनँ। मेरो श्रीमती कस्तो छ, कति सोझो छ, गाउँको केटी हो नि त म, कस्तो सोझो छ कस्तो छ, कारण चाहियो नि त छोड्न, यतिकै छोड्न मिल्दैन भनेर मैले उनीहरूलाई अलिक दबाब दिएपछि अलिक डराछन् भनेर भन्नुहुन्थ्यो। उहाँले सबै भनेर पछि मैले थाहा भएको कस्तो पीडाको कुरा। हजुर त्यहाँमाथि नानी पेटमा छ, दुईटा नानी, अनि फेरि मलाई खानाहरू नरुच्ने, बिरामी हुने। अनि त्यो बेलामा पनि उहाँले त्यस्तो भनिरहनुहुन्थ्यो। अनि पछि मेरो माइली छोरी जन्मियो। अनि मेरो घर र कोठा र घर त धेरै टाढा छैन नि, 1 घन्टाको फरक हो। तैपनि हामी अब त्यो नानी अर्को नानी पनि जन्मियो। जन्मेपछि अब पाटन त्यो थाप्थली हस्पिटलमा राति नि उहाँले एक्लै मलाई लिएर जानुभयो। यतातिर नानी बोक्ने, अर्कोतिर झोलामा लुगा बोक्ने, अर्को म त्यस्तो डेलिभरी केसमा थिएँ। त्यो बेलामा त्यसरी मलाई लिएर जानुभयो। तर त्यहीँ राति मेरो त्यहाँ सबै भयो, नानी जन्मियो। तर मसँग साथी कोही पनि थिएन, म एक्लै थिएँ। अनि पछि मलाई हस्पिटलबाट घर ल्याउनु भयो। तर त्यो बेलामा पनि समस्या थियो। अनि त्यो सुत्केरीको बेलामा पनि उहाँहरू खासै भेट्न आउनु भएन। हजुरको घरको परिवारले आमा आएर मलाई स्याहार्नु भयो। तर घरको परिवार चाहिँ अर्को नानी जन्मियो। तर मलाई मेरो घरमा अपुग भनेको केही थिएन, सबै कुरा प्रशस्तै, खाएर पनि बेच्ने घर हो। तर पनि म सुत्केरीलाई भेट्न नै आउनु भएन, केही लिएर पनि आउनु भएन। एकैचोटि मैले मेरो त्यो नानी चाहिँ त्यो बामे सर्ने बेला भएपछि, पेर्ने बामे सर्ने बेला भएपछि अनि घरको कोही बुवा बिरामी हुनुहुन्छ भनेर यसरी गएको, तर आउनु भएन। हजुर दुःख हजुर। अनि त्यो बेला मलाई त केही जस्तो लागेन। तर पछि चाहिँ मलाई साह्रो मन दुख्यो दिदी। जे भयो नि मलाई चाहिँ घरबाट नै मैले एउटा ओड सिकेको थिएँ। के सिकेको थिएँ भने यो सुत्केरी भनेको चाहिँ खौलामा परेको गाई हो, त्यो खाल्टोमा परेको गाईलाई माथि निकाल्नुपर्छ, यो त्यही हो भनेर भन्नुभएको थियो। तर मलाई त्यो उहाँहरूले नै यो शब्द बोल्नुभयो। तर त्यो बेला उहाँहरू भेट्न आउनु भएन। त्यही बेलामै भेट्न आउनु भएन। किनभने आमा पनि आउनु भएन, दाइ दिदी आउनु भएन। तर आमा त आउनु पर्ने, आमा पनि आउनु भएन। त्यहाँ कुनै कुराले अहिले झगडिरहेको कुराहरू होइन। हजुर हजुर ठिक छ। तर प्रभुले चाहिँ हजुरलाई एकदम असल राख्नु भएको छ आजसम्म होइन, कृपा गर्नुभयो। किनभने त्यो समय पनि सायद परमेश्वरको हात तपाईँ माथि थियो होइन। अनि बहिनी हजुरहरू पोखरा चाहिँ कहिले र कसरी आउनुभयो? काठमाडौँको मान्छे हजुरहरू त होइन? हजुर। तर पोखरा चाहिँ कहिले आउनु भएको त? अब पोखरा चाहिँ हामी त्यही जस्तै अब पहिला त पोखरा आउँदा भाइ मात्रै आउनुभएको हो। हजुर। हाम्रो एकजना दाई हुनुहुन्छ पास्टर, म चाहिँ उहाँको नाम अहिले लिन अलिक पछि भनौँला है। उहाँसँग चाहिँ भाइले मिलेर सेवाकाई गर्नुहुन्थ्यो काठमाडौँमा। अनि उहाँ चाहिँ यता ट्रान्सफर हुनुपर्ने रहेछ, सर्नु पर्ने रहेछ। अनि मेरो 2टा नानीहरूलाई छोडेर अनि दाई सर्दै हुनुहुन्छ। म उहाँको सामानहरू लिएर म पनि पोखरा जान्छु। अनि पोखरा देखेको पनि थिएन। हजुर। अनि उहाँ चाहिँ दाईहरूलाई पुर्याउनु आउनुभएको हो। अनि म छोडेर म आइहाल्छु, तिमीहरू बस्दै गर है भनेर हाम्रो भक्तपुरमा छोडेर आउनुभयो। तर उहाँ 15 दिन भयो आउनुहुन्न, 1 महिना भयो आउनुहुन्न। म चाहिँ बाटो हेरै काम गर्ने श्रीमान यता, म चाहिँ 2टा नानी लिएर उतै नानीहरू पढाइरहेको थियौँ हामीले। स्कुल हालेको थियो, प्रेरणा पनि अलिअलि जाँदै थियो। अनि त्यसरी हालेको थियो। अनि उहाँ आज नै आउनुहुन्न, भोलि नै आउनुहुन्न, बाटो हेर्दा। अनि पछि चाहिँ 1-1.5 महिना 2 महिनासम्म नजाँदाखेरि चाहिँ अनि श्रीमान चाहिँ जानु भएन। तर उहाँ पास्टर दाइ र दिदी जानुभयो, भक्तपुरमै जानुभयो। अनि उहाँले चाहिँ तिमीहरूको लागि हामीले कोठाहरू तयारी गरेका छौँ, बच्चाको लागि स्कुल तयारी गरेका छौँ। अब विनोद आउँदैन, तिमी चाहिँ बच्चा लिएर यहाँको सामानहरू बेचेर तिमी उहाँ आऊ भन्नुभयो। अब त्यो भनेर यसरी हिँड्नु भयो। अब बेच्ने त के बेच्ने, त्यो बेला फोनको जमाना नि थिएन। हजुर। अनि के बेच्ने? अनि मैले भाइसँग सल्लाह गरेँ। भाइले चाहिँ बेच्नु पर्दैन, सबै मेरो रुममा ल्याएर राखिदिनु भनेर। अनि खेर पैसा पनि थिएन। अनि मैले लगाएको तिलहरी एउटा थियो, तिलहरी बेचेर अनि मेरो माइला भाइले अनि मलाई पोखरा पुऱ्याउन आएको, यसरी आएको। अनि अहिले पोखरामा हजुर आउनुभयो, नानी लिएर एउटा तिलहरी बेचेर आउनुभयो भन्न तपाईँ होइन। तर अहिले हेर्ने हो भने त हजुरहरूको एकदम बृहत रूपमा परमेश्वरले आशिष दिनु भएको छैन, अझै त्यो सुन्नै बाँकी छैन। स्कुल, होस्टल होइन, विभिन्न कुराहरू छ नि होइन, सेवाकाईका कुराहरू परमेश्वरले धेरै
आशिष दिनुभएको कुराहरू छ होइन। एउटा भनौँ न तिलरी बेचेर आउनुभएको भनेको त एउटा पिँढै भएर तपाईँसँग पैसा नगद नभएर हुनसक्छ नि होइन र। तर अहिले चाहिँ हजुरको सेवाकाई यति राम्रो छ होइन। प्रभुलाई धेरै धन्यवाद भएको होस्। पृथ्वी चोक जस्तो चोकमा हजुरको स्कुल पनि छ होइन र। स्कुलको विषयमा भन्नु पर्दाखेरि कति नर्सरीबाट 10 सम्मै छ कि कस्तो छ? 10 सम्मै छ। स्कुलको नाम भन्न मिल्छ नि होइन र? भन्नुहोस् न। मेरो स्कुलको नाम चाहिँ होली एन्जल स्कुल हो। हजुर होइन, त्यो स्कुल त हजुरहरूको आफ्नै हो। अनि हजुरको श्रीमान चाहिँ भनौँ न त्यहाँ अब के छ, उहाँ नै अब साउजी हुनुहुन्छ मेलै। स्कुलको नि केही पद होला, हजुरको नि केही पद होला, के भनेर भन्नुहुन्छ? मेरो स्कुलमा मेरो श्रीमान चाहिँ अहिले आफ्नै भएको कारण उहाँ प्रिन्सिपल हुनुहुन्छ। म चाहिँ एकाउन्ट काम गर्छु। अनि मेरो जेठी छोरी चाहिँ क्लास 10 सम्म इङ्ग्लिस टिचर छन्। मेरो अब बच्चाको रूपमा भन्नुपर्दा मेरो 5 जना बच्चा, 2 जना मैले काठमाडौँबाट लिएर आएँ, यहाँ 3 जना भयो। प्रभुले आशिष दिएको थिएँ। हजुर 3 जना यहाँ, हजुर 5 जना नानी भयो। यो हुनुभन्दा, यो आशिष पाउनुभन्दा पहिला धेरै समस्याको बाटो पनि गयो दिदी। भन्न मिल्छ नि दिदी, प्रभुले दिएको कुराहरू मिल्छ दिदी। तिलरी बेचेपछिको सुरु, हजुर तिलरी बेचेर अनि एउटा कार्टुनमा, एउटा यति ठुलो चौचौको कार्टुनमा, अनि एउटा सानो कराई, एउटा डिक्ची, 2-3टा थाल, अनि एउटा मात्रै ब्ल्याङ्केट, त्यो प्याक गरेर अनि 2टा नानी लिएर यसरी पोखरा आएको हो दिदी। यहाँ आएर पनि अनि यहाँ आयौँ अनि अब कोठा खोजेको रहेछ, कोठामा बस्यौँ। 1-2 दिन त उहाँ दाइको घरमै बस्यौँ, पछि कोठा खोजेर बस्यौँ। अनि यहाँ आएर हेर्दा मेरो नानीको, उहाँ त हामीले पढाइरहेको थियौँ, तर यहाँ आउँदा त नानीको स्कुल पनि छैन, कहाँ पढाउने थाहा पनि छैन, आफ्नो मान्छे नि छैन, कहाँ पढाउने थाहा छैन। उहाँ दाइको होस्टेल थियो, 10 जना बच्चाले, उहाँको बच्चा सधैँ स्कुल जान्थ्यो, मेरो बच्चा सधैँ घर बस्यो त्यहीँ आँगनमा। अनि मैले उहाँको काम पनि सघाइदिन थालेँ। उहाँलाई प्रचारक भनेर राखेको हो, तर उहाँले पुरै घरको काम गर्नु पर्थ्यो। अनि उहाँको श्रीमान, हजुर श्रीमानले पुरै घरको काम गर्नु पर्थ्यो। अनि उहाँ मेरो श्रीमानको काम देख्नु नसकेर, अनि उहाँ त कान्छो छोरा हो, घरमा त खासै केही काम लाउनु हुन्थेन। अनि यहाँ चाहिँ उहाँको काम देख्नु नसकेर, अनि मैले नै म हजुरको काम म गरिदिन्छु भनेर मैले पनि गएर उहाँको काम उहाँलाई सहायता गर्न थालेँ। तर हामी दुवैजनाले काम गर्दा उहाँलाई पहिले नै 2500 स्यालेरी दिनु हुँदो रहेछ। पछि दुवैजनाले काम गर्दा त्यो 2500मै हामीले 7 महिना काम गऱ्यौँ। अनि फेरि म आएर यहाँ 7 महिना उहाँको काम सहायता गर्दाखेरि पनि फेरि बच्चा पढाउने केही कुरा नै भएन। अनि दिनैभरि मेरो बच्चा बाहिर काममा। अनि अब यस्तै समस्याको बाटो गयो। कहाँ स्कुल छ, के छ, हातमा पैसा छैन, कहाँ गएर पढाउने, अनि केही थाहा छैन। अनि लास्टमा चाहिँ एक दिन चाहिँ एकदमै दुःख लाग्दो कुरा छ दिदी। सधैँ मेरो नानी आँगनमा हुन्थे, अनि म सधैँ आँगनमै बसेर झाडु पोछा लाउने, यताउता काम गर्ने गर्थेँ। एक दिन चाहिँ उहाँको 10 जना बच्चा फुर्र स्कुलबाट ल्याउनु भयो बहिनीले। अनि मेरो बच्चाहरू चाहिँ दाइ दिदी आउनुभयो, दाइ दिदी आउनुभयो भने एकदम खुसी भएर त्यो बच्चा सँगसँगै मेरो बच्चा पनि ढोकाबाट भित्र पस्नु लाग्यो। तर दिदीले तिमी होइन हटाइदिनु भयो, तिमीहरू चाहिँ होइन भित्र बस्ने, उनको हजुरले काम गर्ने ठाउँमा। हजुर अनि यस्तो मेरो बच्चा यति खुसी हुन्थ्यो त्यो दाइ दिदी देखेर, दाइ दिदी आउनुभयो, दाइ दिदी आउनुभयो भनेर। त्यो दाइ दिदी सँगसँगै त्यो भित्र रुमभित्र छिर्न लाग्थ्यो बाहिरको बरन्डाबाट। अनि दिदी बरन्डामा नै हुनुहुन्थ्यो। तर 10 जना बच्चा पछि त मेरो 2टा बच्चा बस्नु पऱ्यो। तर मेरो बच्चा तिमीहरू होइन भनेर बाहिर हटाइदिनु भयो। अब के गर्ने, तपाईँ बाहिर वरिपरिको हजुर त्यहीँ भित्रको कामहरू गर्ने, बाहिर काम गर्ने। अनि एक दिन चाहिँ मलाई एकदमै दुःख लाग्ने दिदी, किनभने प्रभुले कसरी ल्याउनु भयो भने चाहिँ यो म भन्छु कि दिदी, किनभने प्रभुले कुन ठाउँबाट हामीलाई कसरी ल्याउनु भयो त्यो हामीले भन्नुपर्छ होइन। कस्तो ठाउँमा कस्तो थियो, अनि उहाँको कामहरू नसिधाइकन अनि घरमा जाँदा नि समस्याहरू, कोठामा नि समस्या थियो। अनि सबै कामहरू सिद्ध्याएपछि अनि बल्ल हामी एउटा नानी बोकेर बेलुका घर जान्थ्यौँ। अनि बेलुका पनि मेरो नानीहरू 2टा चाहिँ अँधेरोमा बाहिर बरन्डाको छेउमा डिलमा बसिरहन्थ्यो। बुवा र आमा चाहिँ मेरो श्रीमान, म चाहिँ भित्र काम गर्नुपर्ने, बच्चाहरू बाहिर हजुर भित्र। हजुर सधैँ नै त्यहाँ 7 महिना काम गर्थेँ भित्र। त्यो बच्चालाई खुलाउने,
त्यहाँको होस्टेलको बच्चालाई खुलाउने, सरसफाइको कुरा, सरसफाइ काम गर्ने, त्यो भाडा बाँच्ने त्यो काम गर्थेँ। श्रीमान श्रीमतीले अनि उहाँले चाहिँ प्रार्थना लिएर मात्रै जानुहोस् भन्नुहुन्थ्यो, प्रार्थनामा बस्नु पर्थ्यो। अनि मेरो बच्चा चाहिँ उहाँले नबोलाएसम्म मेरो 2टा मात्रै नानी सधैँ बाहिर अँधेरो छ। कति ज्ञानी नानीहरू रुन्थेन, बच्चाहरू रुनी थिएन दिदी। एउटा 5 वर्षको, करुणा 5 वर्ष, प्रेरणा 3 वर्ष थियो। अनि उनीहरू सधैँ अँधेरोमा बाहिर, बुवा आमा चाहिँ भित्र, बाध्यताले भित्र बसेर काम गर्नु पर्थ्यो दिदी। अनि त्यसरी 7 महिना काम गरेँ। अनि लास्टमा चाहिँ अति भयो दिदी, नानी पढाउनु पनि पाएन, स्कुल पनि कतै छैन। अनि अति भएपछि चाहिँ अनि मेरो श्रीमानले चाहिँ अनि अब म यहाँ काम छोड्छु, अब म चाहिँ कति काम खोज्छु, नानी त पढाउनै पर्यो भनेर यसरी काम खोज्न हिँड्नुभयो। अनि उहाँ प्रचारक बस्नुभएको, प्रचारकको रूपमा बस्नुभएको थियो। अनि उहाँ चाहिँ महेन्द्रपुल जाने अनि भित्रभित्र त्यहाँ काम गर्ने, कहीँ काम गर्ने, कपडा पसलहरूमा काम गर्ने, अनि प्रचार गर्न जान्छु भने जाने। अनि मेरो श्रीमानले अनि भित्रभित्र काम गर्ने, अनि बेलुका फर्केर आउने, त्यस्तो गरेर। अनि यहाँ रानी बाउमा हामी बसेको थियौँ। अनि त्यही बसेको दोकान पनि थियो रासन खाने, त्यहीँभित्र हामी रुममा बस्थ्यौँ। अनि त्यहाँ रासन खाएको पैसा पनि हाम्रो 27-28 पुगेको थियो। तर हाम्रो भाडा नै 2-3 महिनाको भइसकेको थियो। अब फेरि उहाँहरूसँग पैसा माग्दा खासै महिना मरेपछि बिचमा खासै पैसा पाउने थिएन। अनि उहाँले त्यसरी लुकी काम गरेर 5-7 हजार त्यो बेलामा ल्याउनु भयो। अनि ल्याएपछि अनि हामीले भाडा तिरेर अनि त्यो कोठाको रासनको पैसा तिरेर अनि हामीले त्यहाँबाट अनि अन्त कोठा सरेको हो। हजुर, त्यस्तो अवस्था थियो। यो अवस्था चाहिँ हामीले भन्नु पनि पर्छ है। अब हामी चाहिँ यतिकै, अहिले प्रभुले प्रशस्त रूपमा आशिष त दिनुभएको छ। तर यतिकै हामी यो के भन्छ, यो एकदम बुझ्ने भाषामा भन्दा हामी अब प्रभुले दिनु त भयो, तर हामी के गर्नु हुँदैन, टुप्पाबाट पलाएको जस्तो हुनु हुँदैन जस्तो लाग्छ। त्यसपछि भाइले अरू कामहरू पनि गर्नुभयो जस्तो लाग्छ होइन? अनि पछि चाहिँ काम गर्नुभयो। मलाई एउटा मात्रै क्वेसन कोरस क्रिस्चियन भजन थियो, मलाई एकदमै मनमा जहिले पनि यो आइरहेको छ है। हजुर, गाउन सकिन्छ नि? गाउनुहोस्। फर्केर हेर्छु विगत दिनहरू, वर्तमान हेर्छु आशिषको झरी जीवनभरि, आशिषको झरी जीवनभरि वर्षेको थाहा गर्छु। औधी रमाउँदै हुन्न हृदयले ख्रिस्टको बढाइ गर्छु। स्तुति होस् प्रभु ख्रिस्टको, आदर र प्रशंसा महिमा उनैको, सदा सर्वदा महिमा उनैको, सदा सर्वदा। परमेश्वरलाई धेरै धन्यवाद। मलाई यो गीतहरू गायो भने मलाई विगतका दिनहरू म भुल्दिनँ दिदी। अनि हामीले चाहिँ त्यो घरहरू यसरी छोडेर गयौँ। अनि पछि बच्चा कहाँ पढाउने भन्ने थाहै थिएन। अनि हामीले खोज्दै भाइ स्कुल खोज्दै जानुभएछ, कहाँ स्कलरसिप पाउँछ, त्यो बोर्डिङको कुनै आशा नगरी सरकारी स्कुलमा पढाउने भनेर स्कुल खोज्दै हिँड्नुभएको थियो। अनि यहाँ जाँदा हामीले पुष्प म्याडमको स्कुल थाहा पाउनुभएछ उहाँले। हजुर, अनि उहाँ चाहिँ फेदमा जानु हुँदो रहेछ। अनि उहाँलाई भएर चाहिँ भाइ मेरो स्कुल छ, यहीँलाई पढाउनुहोस्, बहिनीलाई नि म काम दिन्छु, काममा यहीँ राख्नुहोस् भनेर उहाँले चाहिँ सान्त्वना दिनुभयो। हजुर, अनि बल्ल अनि हामीले चाहिँ नानीलाई अनि यसरी त्यहाँ ल्याएर अनि मैले म्याडमको काम पनि गर्न थालेँ। अनि नानीहरू पनि मैले त्यहीँ यही रानी पौवामा थियो, अनि त्यहीँ पढाउन सुरु गरेको थिएँ। यता पुष्पा दिदीको स्कुलमा हजुर पढाउँदाखेरि के अरे हजुरले काम गर्दाखेरि मलाई अलि याद छ त्यो बेलामा होइन। हजुरलाई मैले चिन्न नि 20-22 वर्ष अगाडिबाट चिने होइन बहिनी, हामी परिचित छौँ। अनि यहाँ छ बहिनी। अनि त्यो बेलामा हजुरले त्यहाँ स्कुलमा पढाउँदा अब हजुर त्यत्रो पढेको मान्छे होइन, पढेको मान्छे, त्यो जमानामा पढेको, अहिले त आफ्नो स्कुलमा एकाउन्टेन्ट पनि हुनुहुन्छ होइन, प्रिन्सिपलको मिसेस पनि हुनुहुन्छ।
तर त्यो बेलामा चाहिँ होइन अब हजुरलाई भन्न मिल्छ कि मिल्दैन अरूको लागि एउटा गवाही पनि हुन्छ होला होइन तपाईँले त्यो बेलामा पुष्पा दिदीको स्कुलमा एउटा पिउनको भनौँ न काम गर्नुभएको थियो होइन हजुर हजुर भन्न मिल्छ दिदी मैले चाहिँ त्यहाँ म्याडमको लागि पनि खासै सहायता गर्ने मान्छे थिएन अनि मलाई त्यो काम पाउँदा म एकदमै खुसी भएँ पोस्टसँगको मतलब भयो हजुर त्यहाँ काम चाहिएको थियो अनि मेरो श्रीमान भण्डारीको स्कुलमा पढाउनुहुन्थ्यो उहाँलाई त्यहाँबाट पनि 2500 स्यालेरी दिन्थ्यो क्रिस्चियन स्कुलै हो त्यो हजुर हजुर अनि मैले चाहिँ उहाँलाई केही सहायता हुन्छ भनेर मैले त्यहाँ काम गर्न थालेँ हजुर अनि काम गरेपछि अनि म्याडमलाई मलाई बेसरी माया लाग्ने अनि म सबै काम गरिदिन्छु म्याडम भन्दै अनि त्यो काम गर्दा गर्दै अनि म्याडमले पनि अब हामीलाई माया गर्नुभयो नानीहरू पढाइदिनु भयो अनि नानीहरू पनि पढ्दै गए हजुर कुनै दिन राम्रो भयो सँगै काम गर्दा कुनै दिन नराम्रो भयो तर मलाई म म्याडमलाई धेरै कुरा धन्यवाद दिन्छु उहाँबाट मैले धेरै कुराहरू सिकेँ हजुर धेरै कुराहरू आमाले जस्तै गरेर धेरै कुराहरू सिकाउनु भयो अनि त्यहाँबाट हरेक कुराहरू अनि प्रभुको वचनहरू अनि चर्च जाने अनि उहाँद्वारा नै अनि हामी यतिकै चर्च गएको थिएनौँ दिदी त्यहाँ दाइको घर छोडेपछि चर्च गएको थिएनौँ अनि म्याडमद्वारा नै अनि हामी यो पेन्टिकोस्टल मण्डलीमा उहाँले हामीलाई लानुभयो त्यहाँ आनन्द छ बहिनी त्यहाँ धनी र गरिब केही पनि उ छैन म त्यहीँ जान्छु त्यहाँ धनी अनि त्यहाँ गरिब एउटै समानको छन् त्यहाँ हिँड भनेर उहाँले त्यहाँ लानुभएको अनि म उहाँ चर्चमा गएँ अनि उहाँ गएपछि मलाई त्यहाँको कुराहरू मन पर्यो अनि उहाँ पास्टरले पनि पास्टर सेल्वराज हुनुहुन्थ्यो अनि उहाँले पनि अनि भाइलाई चाहिँ ल तिमी पनि सानो सानो केही काम गर म तिमीलाई प्रार्थना गरिदिन्छु भनेर उहाँले प्रार्थना गरिदिनु भयो अनि त्यहाँ जाँदा जाँदै अनि हरेक कुरा चाहिँ उहाँले किनभने आफ्नो काम गरेर खान सिकाउनु भयो कुनै स्यालेरीमा होइन आफ्नो काम गरेर यसरी खानुपर्छ भाइ त्यसरी भनेर उहाँले सिकाउनु भयो अनि हामी त्यही बाटो सधैँ चर्चको बाटोबाट पुष्पा म्याडम स्कुलमा काममा जान्थ्यौँ अनि फेरि त्यहाँबाट फर्किने अनि जाँदा बेलुका बिहान प्रार्थनामा बस्ने अनि त्यो हुँदै अनि मेरो फेरि महिमा सुगन्धा पनि फेरि भयो अनि मेरो आफ्नै समस्याको कारणले गर्दाखेरि म महिमा 7 महिना हुँदा फेरि म म्याडमकै काममा गएँ बहिनी आउनुहोस् भन्नुभयो फेरि म गएँ फेरि म्याडमलाई सहायता गरेँ अनि फेरि मेरो अर्को नानी पनि मेरो गर्भमा बसेछ मलाई राख्दैन अनि सुगन्धा पनि भयो अनि फेरि मैले 2 महिना रेस्ट गरेर नानी फेरि महिमा जन्म्यो अनि फेरि ऊ चाहिँ 15 महिना हुने बित्तिकै मेरो कान्छी छोरी पनि जन्मेको हो अनि फेरि म 3 महिनाको सुत्केरीमा काममा गएको दिदी सुत्केरी 3 महिना हजुर 3 महिनाको सुत्केरीमै गएर मैले म्याडमलाई सहायता गरेँ फेरि म्याडम पनि मलाई माया लाग्ने अनि उहाँको नि सहायता गरिदिने मान्छे थिएन अनि मेरो श्रीमानले चाहिँ मलाई नजाऊ तिमी यस्तो सुत्केरी बेलामा काममा नजाऊ म तिमीलाई म जसरी पनि गरिहाल्छु नि मैले काम गरिरहेको छु म तिमीलाई जसरी पनि राम्रोसँग गर्छु मैले सकेको गर्छु नजाऊ भन्नुभयो थियो मैले चाहिँ मेरो श्रीमानलाई मैले यसरी सघायो भने मेरो नानीको फी तिर्नु परेन भने त मैले त्यहाँ काम गरेँ मेरो नानीको फी तिर्नु परेन त मेरो श्रीमानलाई कति होलो हुन्छ भनेर अनि मैले फेरि उहाँको कुरा नमानिकन नि म फेरि 3 महिना सुत्केरीमै फेरि मैले काम गरेँ अनि अहिले त स्कुलतिर जाऊँ न बहिनी एकदम हजुरको गवाई सुन्दाखेरि म आफै नै भावुक भइरहेको छु स्कुल चाहिँ अब कहिलेबाट कसरी सुरु गर्नुभयो त स्कुलतिर लाग्ने मन कसरी भयो अनि त्यहाँ काम गर्दै थियौँ दिदी अनि पछि चाहिँ अनि जाँदा जाँदै अब उहाँले भण्डारीमा पढाइरहनु भएको थियो अनि पढाउँदै अनि फेरि हाम्रो पास्टर सेल्वराजले एकजना हाम्रो फेतम चर्चको भाइले स्कुल खोल्नु भएको थियो अनि उहाँले यहीँ बस पार्कमै पास्टर सेल्वराजले चाहिँ तिमी यो काम गर अब पढे लेखेकोले यो काम गर नपढेकोले त्यो काम गर यसरी बाँच्ने आदर दिने हजुर कसै बाल्लो बोका रामघाटको बाल्लो बोका पैसा आउँछ भनेर कसैलाई त्यो सिकाउने नै काम पढे लेखेकोलाई चाहिँ त्यही अनुसारको काम उहाँले चाहिँ यसरी अराइदिने त्यो बेलामा हाम्रो एकदम बुवा भएर हामीलाई यसरी बाटो देखाइदिनु भयो अनि उहाँले पढाइरहनु थियो भण्डारीमा अनि त्यो भाइले स्कुल खोल्नु भएको रहेछ अनि कति विद्यार्थी थिए अब त्यहाँ चाहिँ अनि फेरि उहाँको विदेश जाने बेला भयो म विदेश जान्छु पास्टर म स्कुल गर्दिनँ भनेपछि अनि उहाँ भाइलाई नै फेरि पास्टर सेल्वराजले चाहिँ विनोद कुमार तिमी यो स्कुल गर हजुर त्यहाँ बच्चा थिएनन् धेरै बच्चा थिएनन् म तिमी यो स्कुल गर किनभने त्यो बस पार्कमा सबै स्कुल ठुला छन् सबै नाम चलेका स्कुल छन् त्यो नाम चलेको स्कुलमा सबै धनीको बच्चा मात्र पढ्छन् तर त्यो बस पार्कमा गरिब छन् तिनीहरूलाई पनि बोर्डिङ स्कुल पढाउन रहर लाग्छ तर तिनीहरूलाई सक्दैनन् तिनीहरूलाई रहर छ तर तिमी त्यो ठाउँमा गएर स्कुल गर
म तिमीलाई प्रार्थना गरिदिन्छु भनेर पास्टर सेल्वराजले भन्नुभयो। अनि उहाँले त्यो भन्दाखेरि चाहिँ होइन पास्टर म स्कुल गर्ने मेरो योग्यता छैन, म गर्दिनँ भन्दा तिमी त्यही गर्नुपर्छ, तिमीलाई म भुइँबाट मैले तिमीलाई उठाउनको लागि म प्रार्थना गरिदिन्छु, गर गर भनेर आएर पास्टरले आएर त्यो ठाउँमा प्रार्थना गरिदिनु भयो। अनि हामीले अनि त्यो स्कुल सुरु गर्यौँ। कति त्यो इच्छा कि हिम्मत आयो है। हजुर। अनि उहाँले अनि त्यो स्कुल गर्नुभयो। पहिला त सानो थियो, थोरै विद्यार्थी थिए। अनि एउटा टिचरलाई 1500 स्यालेरी दिएर राख्नुपर्ने, 1500 भाडा तिरेर, त्यही पनि हाम्रो लागि गाह्रो थियो। अनि मेरो श्रीमानले चाहिँ एकदमै मेहनत गर्नुभयो, दिउँसो त्यो स्कुल पढाउने। अनि यहाँ रानीबाबुमा सानो एउटा छाला ज्याकेट थियो, हो दिउँसोमा एकछिन गएर खुर्र गरेर त्यहाँ काम स्कुलमा पढाउने, फेरि आएर मैले यहाँ काम लिएर राख्थेँ, त्यहाँ आएर फेरि त्यहाँ काम गर्ने। अनि फेरि बेलुका चाहिँ आफ्नो अवस्थाले गर्दा अनि गोडिउली स्कुलमा लेक साइडमा गएर त्यहाँ चाहिँ होस्टेल इन्चार्ज गर्ने। हजुर। त्यो गरेर अनि होस्टेल इन्चार्जको पैसा 2500 दिनुहुन्थ्यो त्यहाँको दिदीले, त्यो लिएर आएर स्कुलको भाडा तिर्ने, अनि बस्ने कोठाको भाडा दिने। अनि हामीसँग त्यस्तो बेसरी पैसा आउने बच्चाहरू थिएन, त्यो फीहरू आउने बच्चाहरू थिएनन्। त्यो बेलामा भाइले त्यो गरिब बच्चाको कपाल कोर्देर सिकानहरू फालिदिएर मुखहरू धोएर अनि त्यसरी त्यो स्कुल सुरु गरेको दिदी। अहिले चाहिँ स्कुल 10 क्लाससम्म छ हैन? हजुर दिदी। हजुर दिदी। अनि तपाईहरुको फेरि आफ्नै घर छ, हजुर दिदी, होस्टल छ। हजुर दिदी। हैन, परमेश्वरले धेरै आशीष दिनुभएको छ। परमेश्वरको अनुग्रहले दिदी परिश्रम गरेर हजुरको प्रार्थना, हजुर, अनि मण्डलीको प्रार्थना, सबैको प्रार्थनाले गर्दाखेरि परमेश्वरले हामीलाई दुलोबाट उठाउनु भयो। हजुर। त्यही त हजुरको त्यो अहिले घर कति ठुलो छ नि हैन, कति तल्ला घर छ प्रभुले दिनुभएको नि हैन। अघि नै हजुरले तिलरी बेचेर आए भनेर भन्नुभयो नि। अब त्यो आए तापनि संघर्ष चाहिँ गर्नुभयो, हरेस खानु भएन हैन। अनि हजुरले त्यो घर अर्पण गर्ने बेलामा मलाई बोलाउनु भएको थियो कि म गएँ। अनि त्यो बेला म एकदम भावुक भएको थिएँ। तपाईले त्यो भन्दै हुनुहुन्थ्यो भन्ने बेलामा यो मेरो यत्रो घर छ, यति ठुलो घर छ, तर यो मेरो घर हो जस्तो लाग्दैन। अनि म रानी बाबुमा सानो सानो नानी लिएर हिँड्दाखेरि मलाई कसैले पनि घर भाडामा बस्न दिँदैन थियो, बच्चा धेरै छ भनेर। एउटा अब फेरि एउटा कोठा लिनुपर्ने हैन, त्यहाँ प्रशस्त मात्रामा थिएन नि। अनि म यस्तो डर लाग्दो, म नहरको छेउमा कसैले लगेर एउटा कोठा देखाइदिन्थ्यो, त्यहाँ गएर बसेँ थिएँ भन्नुभएको थियो कि त्यो एकदम टच गरेको कि त्यो भन्न मिल्छ मलाई। पुरै अब त्यहाँ हजुर बोल्दै गर्दा त के यसपछि के भयो भन्न त मिलेन। अहिले त मिल्यो नि। मिल्यो दिदी। अनि त्यहाँबाट यो रानी पाउमा बस्दा बस्दै अनि पछि एकदमै घरबेटीले बेसरी टर्चर दियो दिदी हामीलाई। अब हाम्रो 2-3 महिनाको भाडा खप्टेको थियो। अनि यताबाट आए नि ए विनोद भाइ खोइ भाडा, न त म ताजा लगाइदिन्छु भन्ने, उताबाट आए पनि ए विनोद भाइ भाडा खोइ ताजा लगाइदिन्छु, तेरो सामान भित्रै हुन्छ म ताजा लगाइदिन्छु भन्थे। अनि त्यसो भन्दाखेरि अनि एकदमै दुःख लाग्ने। अनि त्यो दुःख लाग्दा लाग्दै एक दिन चाहिँ म अति भएर मेरो श्रीमानलाई नसोधिकन म कोठा खोज्न गएँ। कोठा खोज्न जाँदाखेरि यही नहरको छेउमा, यो श्रीकृष्ण राइस मिल पछाडि नहरको छेउमा एउटा कोठा पाएँ। त्यहाँ एउटा पुलिस दाइ हुनुहुन्थ्यो, चिनेको थियो, दोकानमा काम लिएर आउँदा चिनेको थियो। मैले दाइ कोठा पाउँछ भनेर मैले भन्दाखेरि दाइले अरूलाई त दिन्न बहिनी, तपाईँलाई त म दिन्छु भनेर भन्नुभयो। अनि त्यो कोठा थियो टिनको। पहिला हामी ढलान घरमा 2टा कोठा लिएर बसेको थियौँ। अनि त्यो एउटा टिनको कोठा थियो। अनि त्यो कोठा दाइले दिन्छु बहिनी आउनुहोस् भन्दाखेरि त्यो कोठा मलाई त अहिलेको म त्यो सम्झिन्छु दिदी, त्यो कोठा मेरो लागि स्वर्ग भयो। किनभने त्यो कोठामा घरबेटी थिएन, भाडामा बस्ने मान्छे मात्रै थिए। घरबेटी नभएपछि त मलाई त कसैले टर्चर गर्दैन नि। मेरो बच्चा आँगनमा खेल्न पाउँछ, मैले त्यहाँ फेरि ग्यास चुलो नभए पनि मैले भुसे चुलीमा पकाउन नि पाउँछु भनेर म एकदमै स्वर्गको घर पाएँ जस्तो म एकदमै खुसी भएँ त्यहाँ। अनि त्यहाँबाट मेरो श्रीमानले पैसा यताउता गरेर ल्याउनु भएर त्यहाँबाट त्यो भाडा तिरेर अनि हामी त्यो कोठामा सर्दा म साह्रो खुसी भएँ, म कति आनन्दित भएँ। अनि हामी त्यहाँ बसिरहेको थियौँ। अनि मेरो श्रीमानले अनि उहाँले चाहिँ अनि 3-4 लगभग त्यो कोठामा हामी 1 वर्ष बस्यौँ। आनन्द भयो, अति आनन्द भयो। अनि त्यहाँ बस्दा बस्दै अनि मेरो श्रीमानले चाहिँ अनि गोडुली स्कुलमा होस्टेल इन्चार्ज गर्दै रहनु भयो। अनि उहाँको चाहिँ पार्वती दिदीले चाहिँ उहाँको त्यो बच्चाहरू पालेको देख्नुभएको थियो, उहाँकै त्यही बच्चाकै इन्चार्ज गर्नुहुन्थ्यो। अनि उहाँले मलाई एक दिन के भन्नुभयो भने स्कुल हिँड्ने बेलामा प्रार्थना गर,
म यति बलियो विश्वासी थिइनँ दिदी। हजुर, म बलियो विश्वासी होइन। उहाँले प्रार्थना गर, म पनि पार्वती दिदीले जस्तै गरेर बच्चा पाल्ने हो, तिमी प्रार्थना गर है भनेर फुत्त हिँड्नु भयो। त्यति भन्नुभयो, फुत्त हिँड्नु भयो। हजुर, अब म छक्क परेँ। ए प्रभु, मेरो बच्चा पाल्ने के हो हैन? केही छैन, मेरै 4 जना बच्चा छ। हजुर, मेरै अभाव छ। मेरै बच्चा स्कुलमा एक्जाम दिन नसकेर बच्चा बाहिर निकालिएको छ, फी तिर्न नसकेर। अब मेरै बच्चाको हरेक अभाव छ, तर फेरि बच्चा पाल्ने भन्नुहुन्छ। म अचम्म लाग्यो। अनि मैले उहाँलाई केही हस् पनि भनेन, केही पनि भनेन, हुन्छ नि भनेन, हुन्न नि भनेन। अनि मैले उहाँ त्यसो भने फुत्त निस्किनु भयो। अनि उहाँको कुरा एक शब्द त्यति सुनेर अनि म पनि नानीहरू स्कुल गएको थिएँ। अनि मैले ढोका सोका थुनेर प्रार्थना गरेँ। हजुर, नजाने पनि मैले प्रार्थना गरेँ। हजुर, प्रार्थना गरेँ। अनि प्रार्थना गर्दाखेरि प्रार्थना गरेँ, जाने नजाने मैले प्रार्थना गरेँ। अनि बाइबल सट्ट मैले खोलेँ। बाइबल सट्ट खोल्दाखेरि त्यहाँ चाहिँ भजन सङ्ग्रह 123 मा मैले त्यहाँ यस्तो शब्द पाएँ। त्यहाँ के लेखेको छ भने दिदी, जसरी एउटा नोकरले आफ्नो मालिकको हातलाई हेर्छ, अनि जसरी आफ्नो नोकरनीले आफ्नो मालिकनीको हातलाई हेर्छ, त्यसै गरी म तपाईँको हातलाई हेर्छु भनेर त्यहाँ यस्तो वचन लेखेको छ। अनि म एकदमै त्यो वचन ठ्याक्क मैले पाएँ। म एकदमै रोएँ कि दिदी, म एकदम प्रभुसँग रोएँ। प्रभु, म पनि तपाईँको नोकरनी हो। अनि म कुनै ठाउँमा नोकर गरिरहेको छु, तैपनि म पनि तपाईँको नोकरनी हो। अनि मेरो श्रीमान तपाईँको नोकर हो। तपाईँले त छोड्नुहुन्न होला नि, तपाईँले छोड्नुहुन्न प्रभु भने मैले यस्तो रोएर प्रभुसँग प्रार्थना गरेँ। अनि त्यही समय चाहिँ अनि फेरि मेरो श्रीमानले के भन्नुभयो, अनि मैले त्यो प्रार्थना गरेँ, मैले सान्त्वना पाएँ। अनि त्यो प्रतिज्ञा म दाबी गर्दै गएँ, म तपाईँको नोकरनी, म तपाईँको नोकरनी हो प्रभु, म माथि दया गर्नुहोस् भनेर मैले यसो प्रार्थना गर्दै गएँ। अनि फेरि केही समयपछि मेरो श्रीमानले के भन्नुभयो, अब हामी होस्टेल गर्ने हो। तर म बसेको भन्दा बाटो अगाडि चाहिँ एउटा दिदीले घर बनाउनु भयो। त्यो 4 कोठाको घर, छतमा एउटा कोठा, नयाँ घर हो। मेरो श्रीमानले चाहिँ एकदमै हिम्मत गरेर उहाँ त्यहाँ गएर के भन्नुभयो, दिदी यो घर भाडामा दिने हो भनेर भन्नुभयो। अनि उहाँले, भाइ भाडामा दिने हो, भाडामा त दिने हो, तिम्रो कतिजना बच्चा हो भन्दा मेरो 4 जना बच्चा। ल ठिक छ, म तिमीलाई घर दिन्छु, तर यो घरको भाडा कति भन्दा 5000। त्यहाँ हामी 700 तिरेको बसेछौँ, तर त्यहाँ 5000 एकदमै धेरै ठुलो कुरा। ल दिदी, म यो घर कसैलाई नदिनुहोस् है, तर म तपाईँलाई नै दिन्छु, यो घर अरूलाई नदिनु, मै लिन्छु भनेर भन्नुभयो विश्वासद्वारा। एकदम ठुलो विश्वासद्वारा त्यसो भन्नुभयो। अनि हुन्छ भाइ, म तपाईँलाई दिन्छु, तर तपाईँको त्यो कालो त्यहाँको केही भाँडाकुँडा ल्याउनु पाउनुहुन्न, मेरो यो नयाँ घर हो, म तपाईँलाई दिने हो, त्यहाँको केही कुरा नल्याउनुहोस् है भनेर भनेपछि हुन्छ दिदी भनेर अनि एकदम विश्वासमा दिदी, हजुर, एकदम प्रभुलाई हेरेर विश्वासद्वारा हामीले त्यो घर भाडामा लियौँ। अनि त्यो घर भाडाले चाहिँ त्यहाँ हामीले त्यो हाम्रो कालो टेबल, अनि हाम्रो काला भाँडा, अनि भुसी चुलाहरू सबै हामीले सिक्नेहरूलाई दिएर, हजुर, अनि त्यो घरमा सर्यौँ। अनि त्यो घरमा सरेपछि अनि एकजना मेरो विक्रम छोरा अहिले पनि मलाई सहायता गरिरहेछ। अनि विक्रम छोरा आइहाल्यो, अनि अर्को एउटा छोरी, अनि अर्को 3टा छोरा बच्चा हामीले राखि नै हाल्यौँ। तर सबै विश्वासद्वारा हामीसँग त्यस्तो केही छैन, विश्वासद्वारा। कसरी भने दिदी, एकजना दिदी घुम्दै हाम्रो घरमा, हाम्रो स्कुलमा आउनु भएको रहेछ। उनी चाहिँ अस्ट्रेलियाको थिइन्। अनि घुम्दै आएको रहेछ। अनि उनले चाहिँ भाइको काम देखेर, मेरो श्रीमानको काम देखेर, यो तिम्रो बच्चाको लागि है भनेर 1500 रुपियाँ महिनामा 1500 दिनुहुँदो रहेछ। अनि उहाँले चाहिँ के भन्नुभयो, यो 1500 मेरो बच्चाको लागि होइन, यो 1500 चाहिँ म कुनै ठुला बच्चाको लागि गर्छु भनेर यति त्यो 1500ले सुरु गरेको। विश्वासद्वारा गरेर 3 जना बच्चा बाहिरको, अनि 4 जना बच्चा आफ्नो गरेर 7 जना। अनि त्यो 5000 को घर। अनि श्रीमानले खासै स्कुलबाट खासै पैसा आउने थिएन, किनभने विद्यार्थी धेरै थिएनन्। त्यहीँको भाडा दिनु पऱ्यो, त्यहीँ स्यालेरी 3-4 जना टिचर राख्नु भएको थियो। अनि कहिले मैले बच्चाहरूलाई कहिले भात बनाएर फेरि त्यही भातलाई नै तेल हालेर चिनी हालेर फ्राई गरेर अनि त्यही बच्चालाई यसरी खुलाएर यसरी आएको सुरु गरेको।
अहिले त होस्टेलमा कतिजना छन् नानीहरू? अहिले दिदी बच्चाहरू अहिले चाहिँ मेरो 25 जना या 26 जना बच्चा चाहिँ +2 गरेर अहिले गइसकेका छन्। गइसके त्यतिलाई उम्काइसके दिदी +2। फेरि हामीले चाहिँ कुनै होस्टेलमा चाहिँ एसी दिएर या एसएलसी या एसी दिएर बच्चा निकालिहाल्छन्, तिम्रो घर जाऊ भन्छन्। तर हामी त्यसो भन्दैनौँ, बच्चा बस्नुसम्म राख्छ। मेरो श्रीमानले नि बच्चा बस्नुहुन्छ, +2 पनि ब्याचलर पनि जति पनि म जान्छु नभएसम्म बच्चा हामी पठाउँदैनौँ। पहिला 4 वटा 5 वटा बच्चा धेरै भएको थियो, अहिले धेरै बच्चाको आमा बन्नु भइसक्यो। हजुर दिदी, यसमा पनि एउटा केही कारण छ है दिदी। म चाहिँ 4 जना बच्चा धेरै भयो भनेर दिनै राति मेरो श्रीमानसँग झगडा गर्ने, किनभने त्यहाँ अपुग थियो नि, अभाव थियो नि। अभावमा 4 जना बच्चा, म काठमाडौँ भइदिएको मेरो 4 जना बच्चा हुने थिएन। यहाँ पोखरामा आएर मेरो 4 जना बच्चा हो। तर मेरो श्रीमान स्कुलबाट आउनुहुन्थ्यो, कामबाट आउनुहुन्थ्यो, मलाई उहाँलाई देख्यो भने एकदमै रिस उठिहाल्ने, एकदमै रिस उठिहाल्ने। 4 जना बच्चा भयो, तपाईँले गर्दा हो, यो 4 जना बच्चा भयो भन्ने दिन राति झगडा गर्ने। अनि एक दिन त्यो सधैँभरि झगडा, धेरै लामो समय 1-1.5 वर्षसम्म झगडा, बच्चा धेरै भयो भनेर। अनि एक दिन चाहिँ मेरो पास्टर सेलोबराजको ट्रान्सफर भयो। अनि ट्रान्सफर भनेर हामीले सुन्यौँ। अनि म भेट्न गएँ, तर लिएर जानु त केही पनि थिएन। तर म भेट्न जाँदाखेरि पास्टरले मलाई एउटा शब्द भन्नुभयो, बहिनी तपाईँले 4 जना बच्चा धेरै भयो कहिले नभन्नुहोस्, तर 4 जना बच्चा होइन, तपाईँलाई परमेश्वरको इच्छा एउटा सहारा आमा बनाउने इच्छा छ। सहारा आमा हो तपाईँ। 4 जना बच्चा धेरै छैन, धेरै बच्चाको आमा हो तपाईँ, गनगन नगर्नुहोस् भनेर उहाँले भनेपछि यति शब्द उहाँले भन्नुभयो। अनि त्यो बेलादेखि मेरो गनगन पनि दिनरातको गनगन हटेर गयो। त्यो अघि प्रभुमा म त्यति बलियो थिएन दिदी भनेर भन्दै हुनुहुन्छ कि है, त्यति बलियो नहुँदै त परमेश्वरले त्यतिकै भातपाती आशिष त दिनु भएन होला, दिनु पनि भयो होला भन्न सकिँदैन हैन। प्रभुको इच्छा हो हैन, प्रभुको योजनाहरू हो। तर मैले चाहिँ हजुरलाई देख्दाखेरि, हजुर र भाइलाई देख्दाखेरि हामी एउटै घरमा पनि बस्यौँ हैन र, त्यो बेला मैले हजुर र भाइलाई देख्दाखेरि, हजुरको श्रीमानलाई देख्दाखेरि म एकदम आफूलाई के अचम्मै लाग्थ्यो कि म त एकदम प्रभुमा कमजोरी रहेछु। यो भाइ बहिनीहरूको जीवन देख्दाखेरि कस्तो प्रभुमा लगनशील, कति सकेको होला भन्दै कि। तपाईँहरू 40 दिन पानी नखाइकन फास्टिङ बस्नुहुन्थ्यो। हजुर दिदी, 40 दिन त बसेन दिदी। हामी चाहिँ अब अहिले नि इस्टर आइरहेछ नि, आजदेखि हिजोदेखि सुरु भइरहेछ फास्टिङ। हामी चाहिँ इस्टरको बेलामा पनि हामी 1 हप्ता फास्टिङ बस्ने, किनभने त्यहाँ अभाव छ। भाइले चाहिँ प्रभुले 40 दिनको फास्टिङ बस्नुभयो त्यो बेलामा के। उहाँ त प्राय फास्टिङै हो, हुत्तेर उहाँबाट उहाँ पुग्ने, उहाँबाट उहाँ पुग्ने हुत्तेर। अनि मैले चाहिँ भन्दै कि बहिनीको कुरा काटेँ, यो भाइ चाहिँ फास्टिङ भन्नुभएको छ, 40 दिनसम्म नखाएर दुब्लाउनु भएको होला भन्दै दुब्लो हुनुहुन्थ्यो कि, एकदमै दुब्लो, एकदमै दुब्लो। अनि उहाँ फास्टिङ धेरै फास्टिङ बस्ने, अनि म पनि धेरै नै उहाँहरू सँगसँगै फास्टिङ बस्न थालेँ। अनि प्रार्थना गर्न थालेँ। अनि त्यो हाम्रो प्रार्थनाको उत्तर होला। अनि परमेश्वरले बिस्तारै स्कुलमा पनि बच्चा बढाउँदै लानु, आशिष दिँदै, आशिषको स्रोत बिस्तारै 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 खोलिँदै गयो। तपाईँलाई लाग्छ कि यो फास्टिङको पनि धेरै यसमा ताकत छ, फास्टिङले पनि धेरै उत्तर पाएको भन्ने छ तपाईँलाई? फास्टिङमा धेरै शक्तिशाली शक्ति छ, फास्टिङमा स्पष्ट पाउनुपर्छ। जब हामी फास्टिङ बस्छौँ, जब फास्टिङ बसेर प्रार्थना गर्छौँ, अनि आफैलाई नम्र बनाउँछौँ, अनि प्रभुसँग रुन्छौँ, अनि हाम्रो आँसु त खेर जाँदैनन्। प्रभुले हाम्रो आँसु त देख्नुहुन्छ। तेरो फास्टिङद्वारा नै अनि मण्डलीको प्रार्थनाद्वारा नै परमेश्वरले हामीलाई त्यो ठाउँबाट उठाउनु भयो। अनि फेरि हामी यहाँबाट फेरि रानी बाबुवर छोडेर फेरि बसपारत गयौँ। र तिमी छिटो छिटो उहाँ हिँड, स्कुलमा काम गर्नुपर्छ, छिटो छिटो हिँड भनेर भन्नुभयो। अनि मलाई त जाने मनै थिएन, रानी बाबु छोडेर त्यहाँ जाने मन नलाग्यो। अनि फेरि म त्यहाँ गएँ, अनि जबरजस्ती नै लानुभएको। म त जान्न मलाई मन पर्दैन, म जान्न, जबरजस्ती गएँ। अनि फेरि तिमीले अब म यताउता हिँडिरहनु पर्छ, तिमी यहाँ अफिसको काम सम्हाल्नुपर्छ भनेर भाइले भन्नुभयो। अनि मलाई डाइरेक्टै उहाँले त्यहाँ एकाउन्टको काम दिनुभयो। तर मैले हरेक कुराहरू बिर्सिसकेको थिएँ, किनभने धेरै लामो समय पढे लेखेको कुराहरू। अब बच्चा नै 4 जना पाएर थाकेर व्यवहारले च्यापेर मैले सबै बिर्सिसकेको थिएँ। अनि फेरि पनि उहाँले तिमी काम मात्रै गर,
भनेर अफिसमा देखाउनु मात्रै हो, तर सिकाउनु भएन। कसरी गर्ने भनेको यसरी बिल काट्ने हो, मान्छेहरू यति यहाँ बिल काट्ने हो, यति हो भन्नुभयो, सिकाउनु भएन। फेरि पनि त्यहाँ पनि गाह्रो थियो दिदी। हजुर, त्यहाँ अब अफिसमा काम गर्नु त सजिलो छैन। अब हामीभन्दा धेरै पढे लेखेका प्यारेन्ट्सहरू पनि हुन्छन्। हो नि त। अनि मलाई एकदम गाह्रो थियो, तर मैले एकदमै प्रभुसँग रोएर प्रार्थना गरेँ, प्रभु मलाई सिकाउनुहोस्। फेरि मैले वचन पाएँ, परमेश्वरको अनुग्रहद्वारा तैँले नजानेको गहिरो गुप्त कुराहरू म सिकाउनेछु। फेरि परमेश्वरले वचन दिनुभयो। अनि म वचनमा नै फेरि अडेस लाएर नै मैले प्रार्थना गर्दै अनि त्यो काम गरेको पनि अहिले 16-17 वर्ष भइसक्यो। 16-17 वर्ष अझै अफिसमा काम गरेको नि भइसक्यो, जाने नजाने प्रभुको दयाले। तर यो सबै उहाँले नै मलाई सिकाउनु भयो, मेरो असल बुवा भएर। अनि मैले जहिले यो प्रार्थना गर्छु, प्रभु तपाईँ मेरो बुवा अनि तपाईँ मेरो मास्टर अनि मेरो सबै आयस्रोतको स्रोत तपाईँ हो। म सधैँ यही भनेर उहाँसँग म प्रार्थना गर्छु। तर अहिलेसम्म परमेश्वरले मलाई लाजमा पार्नु भएन। एउटा प्रश्न सोध्छु है बहिनी, तपाईँ जुन बेलामा हजुरलाई अभाव थियो नि होइन, कस्तो गाह्रो कुराहरू थियो, आफैले कतिचोटि भन्नुहुन्छ मलाई होइन, कति गाह्रो थियो, यस्तो चिन्ता थियो, फिक्री थियो, बच्चाहरूलाई अभाव थियो बोलाउनको लागि, अनि त्यति बेला प्रभुमा पनि त्यति बलियो थिएन भन्दै हुनुहुन्थ्यो होइन, जो यो फास्टिङ बस्नुभन्दा अगाडिको कुराहरू। त्यो बेलामा चाहिँ कहिले के यस्तो परमेश्वरलाई गुनासो गर्ने कुराहरू, रिस उठ्ने, सराप्ने कुराहरू, यो धर्म छोडिदिन्छु भन्ने त्यस्तो कहिले आएन? कहिले आएन दिदी। प्रभुको अनुग्रहले होला, प्रभुको अनुग्रहले सम्हालेको कारण होला। मैले जुन पास्टर दाइको घरमा काम गर्दा मेरो श्रीमानको काम मैले गरेर सहायता गरेँ नि, तर त्यो 3 तलाको घर पुस्दा दिदी मैले त्यो मान्छेको काम भनेर गरिनँ। यो प्रभुको काम, यो परमेश्वरको काम हो। एकदम राम्रोसँग पुज्थेँ, तर यो परमेश्वरको काम भनेर यस्तो गरेर मैले काम गर्थेँ। अनि म जतिसुकै अभावमा पनि मैले परमेश्वरलाई मैले कहिले गनगन गरेन। श्रीमातलाई मात्रै गनगन गर्नुभयो। श्रीमालाई चाहिँ त्यो बच्चा धेरै भयो भनेर मात्रै मैले गनगन गरेको दिदी। तर मैले त्यो खान पाएन, मलाई लाउन पाएन, अरूले यस्तो लाएछन्, यस्तो खाछन्, मलाई तपाईँले दिनु भएन भनेर मैले कहिले पनि उहाँलाई भनेन। आमेन। बहिनी मैले अर्को एउटा कुरा सोध्छु है, अहिले नानीहरू चाहिँ हजुरसँग 5 जना हजुरले जन्माएको नानीहरू छ नि होइन, 4वटा छोरी, कान्छो छोरा, कति वर्षका छन् र के गर्दैछन् नानीहरू? दिदी अहिले मेरो नानीहरू चाहिँ मसँग मेरो 5 जना बच्चा हो। मेरो जेठी नानी 30 वर्षको बहिनी करुणा, उनी चाहिँ आफ्नै स्कुलमा चाहिँ अहिले टिचर गर्दैछिन्, उनी इङ्ग्लिस टिचर हो। अनि हामीलाई साइडबाट सहायता गरिरहेछिन्। अनि मेरो माइली छोरी प्रेरणा हो, अहिले चाहिँ उनी 27 वर्षको भइन्। उनी चाहिँ अहिले गएको वर्ष विवाह भयो, अहिले काठमाडौँमा विवाह गरिदिउँ। सासू पनि भइसक्नु भयो? सासू भए। अहिले चाहिँ मेरो छोरी र ज्वाइँ चाहिँ अहिले 1 वर्ष भयो, उहाँहरू युकेमा हुनुहुन्छ। हजुर, राम्रो जागिर पाएर राम्रो गरेर बस्नुभएको छ, प्रशस्तै आशिष पाउनुभएको छ। यहाँ बुवाले चाहिँ, बाबाले चाहिँ यहाँ परमेश्वरको भलाइको काम गरेको कारण होला उनीहरूले प्रशस्तै रूपमा आशिष पाएका छन् अहिले। अनि फेरि अर्को मेरो साइली छोरी महिमा, उनी नि अहिले चाहिँ 23 वर्षको भइन्। उनी आँखा हस्पिटलमा आँखा सम्बन्धी पढेर अहिले उनको पढाइ सिद्धियो, बाहिरको प्रोसेस गर्दैछिन्। हजुर। अनि मेरो कान्छी छोरी अहिले 21 वर्षको भइन्, उनी डेन्टल पढिन्। हजुर। उनले पनि अहिले डिप्लोमा सिद्ध्याएर उनी पनि बाहिरको प्रोसेसमै छिन्। अनि दिदीसँगै जाने, युके नै जाने भनेर उनी प्रोसेसमा छन् अहिले। हजुर। सायद मेरो विचारमा प्रभुले बाटो खोल्नुभयो भने अबको 2 महिना, 2.5 महिना, 3 महिनाभित्र उनी जाने विचार जान्छन्। अनि मेरो बाबु चाहिँ सबैभन्दा लास्ट भएको कारण चाहिँ उनी चाहिँ अहिले 14 वर्षको भए, अहिले अब क्लास 10 मा। मेरो बाबुको जन्म चाहिँ 67 साल वैशाख 15 गते भएको। अहिले बाबु चाहिँ क्लास 10 मा गए। अहिले सबै नानी बाबुहरू पढिसके, ठुलो हुर्किसके, सबै हुर्किसके। अझै आमा जवानै हुनुहुन्छ। म किनभने डल्ली छु, अनि यो मेरो मुखको यो छाला पनि अलि बाक्लो भएको कारण खासै सबैको आशिष पनि हैन। हजुर। अनि बहिनी हजुरको सेवकाईहरू अहिले त होइन, हजुरको श्रीमानले स्कुलको प्रिन्सिपल पनि हुनुहुन्छ होइन, आफ्नै स्कुल, होस्टल छ, सबै कुराहरू छ होइन। वृहत रूपमा सम्पूर्ण सेवकाईहरू पनि बढ्दै गएको छ। सेवकाई पनि स्कुल मात्रै नभएर
परमेश्वरको काम पनि उहाँले गर्दै हुनुहुन्छ होइन, सेवाकाई पनि गर्दै हुनुहुन्छ होइन र मैले सुने अनुसार पक्का हो कि यता हुम्ला जुम्ला कता कता नि हजुरको सेवाकाईहरू सुर्खेततिर कतातिर फैलिएको छ नि होइन? हजुर दिदी छ हजुर। अनि त्यो सेवाकाई गर्नको लागि कि कतिलाई भनौँ न दुखी गरिबहरूलाई, यो गरिब भनेर त शब्द त राम्रो त छैन जोस् होइन, कतिलाई अभाव भएकोहरूलाई हजुरहरूले धेरै सहयोग गर्नुहुन्छ नि होइन, पढ्न नपाएको नानी बाबुहरूलाई पढाइदिइराख्नु भएको छ होइन। यो चाहिँ कसरी मनमा आयो? आफूले आफ्नो बच्चाहरूलाई अभाव भएको देखेर सहायता गर्न मन लाग्यो कि तपाईँहरूसँग अहिले प्रशस्त पैसा भएर? होइन दिदी, अब जस्तै अब हामी कस्तो समस्याबाट गुज्रेर आयौँ नि त हजुर, अनि हामी कुन अवस्थामा थियौँ, अब हामीले त्यो अवस्थालाई सम्झेर हजुर, पहिला त अब मेरो नानीहरू पढ्न नपाउँदा अनि स्कुलबाट निकालिँदा, एक्जामको बेलामा निकालिँदा, अनि खानको लागि पनि कति कुराहरू अभाव हुँदा हो, त्यस्तो अवस्थामा हामी गएको थियौँ। अनि एउटा कुरा म भन्छु दिदी, यो हामी यो रानी बाबुमा हुँदाखेरि, यो रानी बाबुमा हुँदाखेरि मेरो साइली छोरी मेरो पेटमा थियो अनि मेरो श्रीमानको त्यही 2500 स्यालेरी पनि आएको थिएन। अनि एक दिन चाहिँ म यो रानी बाबुवा यही यो चौताराको अगाडि एउटा बाहुनी दिदीको एउटा किराना दोकान थियो। अनि उहाँले के भन्नुभयो, तिमी चामल लिएर खाना बनाएर खाऊ है भनेर जानुभयो, स्कुल जानुभयो। म त्यहाँ चामल लिन गएँ, तर मैले लिइरहेको दोकान चाहिँ बन्द भएको थियो। अनि त्यो दोकान बन्द भएको कारण मैले अर्को दोकानमा जानु पर्यो। अर्को दोकानमा गएर अनि मैले दिदीलाई, त्यो साउनी दिदीलाई मैले के भने दिदी चामल छ भनेर मैले भने। मैले त्यसै उहाँ दिदीलाई दिदी चामल छ भनेर भन्दाखेरि उहाँ दोकानको दिदीले मलाई के भन्नुभयो भने, बहिनी चामल त छ तर तिमीले खाने चामल छैन। पास्टर दाईबाट हामी अलग छौँ, हाम्रो कोही पनि छैन, हामीलाई सहायता गर्ने कोही पनि छैन। अनि त्यो बेलामा सस्तो चामल छैन, तिमीले खाने सस्तो चामल छैन, यहाँ त धनीले खाने। त्यो बेलामा मेरो विचारमा त्यो चामल थियो होला जो 20-25 रुपियाँ किलो महँगो चामल। अनि अब हामी त सस्तो 12-13 रुपियाँ किलो चामल खाने। अनि उहाँले त्यो भन्नुभयो। अनि म फर्कै आएँ, किनभने मेरो साइली छोरी मेरो गर्भमा छ। अनि म दिनैभरि म यत्तिकै बसेँ, भोकै बसेँ। तर मैले बेलुका श्रीमान आउनुभयो, मैले केही भनेन। खाना खायो भनेको खाएन, चामल ल्याएन भने चामल ल्याएन, किन भनेको ल्याउने दोकान बन्द रहेछ, यतिकै बस्यौ, तिम्रो यति चामल ल्याएर खान पनि तिम्रो उपाय छैन भन्नुभयो। उल्टे मलाई गाली गर्नुभयो। ठिकै छ, केही छैन भनेर मैले उहाँलाई केही गनगन गरेन। अनि त्यो सम्झेर पनि अनि अहिले हामीले किन यो सेवाकाई गरेको दिदी भन्दा, कति मेरो बच्चाहरू कतिखेर पढ्न सकेनन्, कतिचोटि खानको समस्या, कतिचोटि लाउनको समस्या, त्यो सम्झेर पनि अहिले यो सेवाकाई चाहिँ यसरी बढाउँदैछौँ दिदी, यसरी गर्दैछौँ। प्रभुले यति धेरै आशिष दिनुभएको छ कि मैले हरेक पटक हजुरको कुराहरू सम्झिन्छु कि कहिले काहीँ यसो बस्दाखेरि कति ठाउँमा उदाहरणहरू पनि दिन्छु होइन। हजुरले कति त्यो आफूले त्यो भनौँ न म त्यो भोगेको कुराहरू के पीडाको कुराहरू चाहिँ कुनै पनि त्यो सङ्कोच नमानिकन स्पष्ट रूपमा भन्नुहुन्छ कि होइन। तपाईँले त्यही बेलामा भन्दै पनि हुनुहुन्थ्यो, मेरो नानी बाबुहरूलाई चाहिँ नानीहरू त्यो बेला बाबु जन्मेको थिएन, नानीहरूलाई पेन्सिल नभएर म त्यो डट पेनमा यसरी कसरी हालेर फुटा पेन्सिल कसरी गरेर पठाउँथेँ। अहिले यति धेरै दिदी यहाँ यति धेरै जस्तो यो पेन्सिल खोजे पनि जे खोजे पनि छ मसँग, प्रभुले यति दिनुभएको छ भन्नुहुन्थ्यो कि त्यो सानो सानो शब्दले मलाई दिदी त्यो समस्या थियो, पेन्सिलहरू किन्न नसक्ने, खाजाहरू पुऱ्याउन नसक्ने, हजुर त्यो अवस्था थियो। म पुष्पा म्याडमको स्कुलमा काम गर्दाखेरि नि म्याडमले बिहान चाहिँ नानीलाई यति भात दाल भात दिनुहुन्थ्यो, मैले त्यो रुन्छन् भनेर खुलाइदिन्थेँ। पछि मलाई म्याडमले 1 बजे खाजा दिनुहुन्थ्यो। अनि म्याडमले के भन्नुहुन्थ्यो नि, यो बच्चालाई खान नदेऊ, तिमी खाऊ, आमाले नि खानुपर्छ नि, काम गर्न सकिन्छ, आमाले खाऊ, यिनीहरूलाई नदेऊ, यिनीहरूले अघि भर्खर खाछन् भनेर म्याडमले भन्दा म चाहिँ म्याडम हस् म्याडम हस् भन्थेँ। तर म्याडम भित्र गएको बेला मैले छिटो मेरो नानीलाई खुलाइदिइहाल्थेँ आफ्नो भाग, किनभने मैले मेरो नानीलाई खुलाइदिएँ त नानी रुँदैन नि,
आफूले काम गर्न पाइयो, आफू काम गर्न पाइयो ढुक्कसँग। नानी रोएन भने त मैले काम गर्न पाउँछु, नानी नै भोक लाएर रोयो भने त म कसरी काम गर्न सक्छु र भनेर मैले यस्तो गरिदिएँ। म धेरै समस्याको बाटो गएँ। पेन्सिलहरू किन अब हजुर र म सँगै बस्दाखेरि नि हामी दिनभरि हाँसेर बस्थ्यौँ। तर हजुरले मेरो दुःख देख्नुहुन्छ भनेर हजुर तल झर्ने बित्तिकै सुमित्रा बहिनी भनेर झर्ने बित्तिकै म छिटो छिटो मेरो रुमको ढोका लाएर दिनभरि मेरो रुमको ढोका लाएर म हजुरसँग बस्थेँ। किन त्यसो गर्दै नि हजुरले मेरो दुःख देख्नुहुन्छ कि दुःख चाहिँ म देखाउनै नचाहने। दुःख कति देखाउन मैले मेरो कहिले पनि भन्नु भएन भनेन। म अब मैले दिदी नानीहरू भोकाएँ नि त भनेर भनेको भए हजुर कति दया गरेर नानीलाई खुलाइदिनुहुन्थ्यो। तर मैले हजुरहरूलाई मैले मेरो नानी भोकायो रोयो म कहिले पनि भनेन। बरु दुःख थाहा पाउनुहुन्छ कि देख्नुहुन्छ कि भने छिटो छिटो ढोकाको चुकुल लाएर अनि टन्नै बाहिर बस्दिनँ। अनि त्यस्तो गरेर मैले नानी हुर्काएँ। अनि अहिले यो सेवाकाई किन गरेको अनि यो बच्चाहरूको काम किन गरेको त्यही दुःख सम्झेर दिदी, त्यो दुःख सम्झेर मेरो नानीहरू पनि कुनै बेला पढ्न समस्या थियो, खान समस्या थियो। अहिले यस्तै नानी कति ठाउँमा खान समस्या छ, पढ्न समस्या छ भनेर अहिले त्यो बेलामा त्यो दिदीले मलाई तिमीले खाने चामल छैनौ भनेको म झलझल सम्झिन्छु। तर अहिले चाहिँ परमेश्वरलाई म धेरै धन्यवाद दिन्छु दिदी 50 जनाले खान्छन्। दिनको 50 जनाले खान्छन्। स्कुलमा त एक्जाम आउने बेला 25 जना, घरमा त 30 जना। दाल चामल चिनी मात्र झार्नुहुन्छ, मासु हरियो तरकारी अन्डा बाहेक। प्रभु अहिले जति खाए पनि जति खुवाए पनि रितिन्न दिदी। अनि अझ आउनेहरूलाई नि लैजानुहोस् अझै यसरी हालेर म पठाइदिन्छु। त्यो बेलाको कष्ट समस्याको कारण अहिले प्रभुले मलाई त्यो कष्टमा राख्नु भएन। अनि म एउटा कुरा सम्झिन्छु, कुन कुरा भने म एकचोटि एकदमै मेरो हालत कस्तो थियो होला दिदी। म एक स्कुलमा काम गर्ने, अर्को मेरो बच्चा 4 जना, म बच्चा स्याहार्न नसक्ने, मेरो आफ्नै स्याहार पनि नहुने। म कस्तो बैरागीमा एक दिन म पछाडि चर्चको शनिबार पछाडि गएर बसेको थिएँ। त्यो बेलामा मेरो पास्टर सेल्वराजले के प्रचार गर्नुभयो भने कसैलाई पनि गरिब भनेर नहेप, प्रचार यसै गरेर बनाऊ। पछाडि मेरो 2टा जुम्ले बच्चा जुम्लेको जस्तै यता सधैँभरि मेरो नानीहरूलाई चाहिँ म एकदमै नछोड्ने। अनि मेरो श्रीमानले मलाई साह्रै सहायता गर्नुभयो बच्चा हुर्काउन, कहिले छोड्नु भएन, साथ छोड्नु भएन। अनि म पछाडि 2टा नानी जम्लेको बच्चा जस्तो गरेर यसरी राखेको थिएँ। त्यसरी सुताएर बसेको बेलामा अगाडिबाट प्रचार आयो। पास्टरको प्रचार के भन्नु भने गरिब भनेर कसैलाई पनि नहेप। एक दिन के हुनेछ, एक दिन यदि तिमीलाई हेप्यौ भने एक दिन चाहिँ धनी चाहिँ गरिब हुनेछ। अनि त्यो वचन ट्याक्क मैले सुन्ने बित्तिकै म प्रभुसँग रोएँ। प्रभु मेरो नि यस्तो धनी हुने दिन आउँछ र, अनि म पनि यस्तो मालिक हुने दिन आउँछ र। तर मैले त्यो सपनामा पनि देखेको छैन। म रोएँ मात्रै प्रभुसँग। वचन सुने हो प्रभु, यो वचन त वचन मात्रै होला, तर मेरो लागि त होइन होला। म त गरिबै छु। प्रभुसँग मैले यसरी रोएँ। अनि प्रभुले सायद आँसु देख्नुभयो होला, ओरिजिनल आँसु देख्नुभयो होला। अनि प्रभुले अहिले प्रशस्त रूपमा अनि होस्टेल सुरु गरे। अनि अहिले बच्चाहरू प्रशस्त रूपमा पढेर खाएर हुर्केर 25 जना बच्चा बाहिर गइसकेका छन्, जागिर खान्छन्। 25 जनालाई तपाईले उम्काइसकेर पनि 50 जनाले अहिले डेली साँझ 50 जनाले बिहान 50 जनाले डेली 50 जनाले खाइराख्नु भयो। हजुर, एक्जाम आउने बेलामा सबै सर मिसले स्कुलमा भात खानुहुन्छ। कहिले हामी पैसा कटाउँदैनौँ। सरहरू बिहानै ट्युसन पढाउन आउनुहुन्छ हाम्रो लागि भनेर, हाम्रो स्कुल बनाउनु भनेर उहाँ कष्ट गरेर आउनुभएको छ। पढाउ अब घर ट्युसन सिधै घर जाऊ, कति त्यो त कति नचाहिने कुरा भने। कुन बेला एउटा सरहरू त भाडामा बस्नुपर्छ, एकजना टिचर मान्छे गएर पकाएर खाएर फेरि 10 बजे स्कुलमा आइपुग्नुपर्छ। बरु खाजा खानुहोस्, नखाइकन त काम गर्न सकिन्न। मेरो श्रीमानले भन्छ नखाइकन काम गर्न सकिन्न। सबै सर मिसलाई मजाले खाजा भात चिया के चाहिन्छ प्रशस्त देऊ, खाएर कहिले रित्तिन भनेपछि स्कुलमै 24-25 जना मेरो त्यो काम गर्ने बहिनी भन्नु, अब मलाई सहायता गर्ने बहिनी, म्याडम 25 जनाले खायो आज, म्याडम आज त 24 जनाले खायो। ए हो बहिनी, ठिक छ कसरी सक्नुहुन्छ? ठिक छ म ठिक छ मात्रै भन्छु। अनि घरमा 30 जना
अनि अहिले पनि मसँग बच्चा अहिले अब 1 मा गए बच्चाहरू 1 देखि अहिले क्लास 10 सम्म पढ्ने बच्चा चाहिँ मसँग 16 जना छन् अनि 11 12 पढ्ने बच्चा छन् अनि अब कोही ब्याचलर पढ्ने बच्चा छन् गरेर अहिले चाहिँ हामी कति जना छौं अब टोटल गरे नि अहिले फेरि हामी 30 जना छौं 30 जना बच्चाले कन्टिन्यू हो बिहान बेलुका खाजा दिनको 5 जना 5 टाइम परमेश्वरले प्रशस्त रूपमा दिनुभयो तर म एउटा कुरा सम्झिन्छु प्रभुको वचन पनि हामीले ल्याउनु पर्छ हजुर म यीशुको कथा सधैँ सम्झिन्छु दिदी म यीशुको कथा म सम्झिन्छु अनि म रुन्छु यदि यीशु एकदम माया गरेको छोरो हो नि यदि यीशु त्यो बुवाले माया गरेको छोरो त्यो खाल्टामा नगएको भए नबेचेको भए त्यो खाल्टामा नगएको भए त्यहाँबाट निकालेर नबेचेको भए ऊ समस्यामा नगएको भए तर त्यो मिश्र देशको मालिक बन्ने थिएन नि परिवारले खाने थिएन तर त्यहाँ वचनमा के लेखेको छ त्यो पछि समस्या आउँछ अनिकालको बेला आउँछ भने परमेश्वरलाई थाहा थियो त्यो भन्दा पहिला नै परमेश्वरले यीशुलाई त्यो ठाउँमा पठाउनु भयो र समस्याको बेलामा अनिकालको बेलामा परिवारले खान पाए तर हामी पनि मैले मेरो घरको कुरा अलिकति जोडेँ दिदी टाइम कति छ हैन ठीक छ बोल्नुस् रमाइलो भएको छ आशिषित भयो यदि मेरो घरबाट मेरो दाइहरूले हामीलाई ननिकालेको भए घरबाट हामी ननिस्केको भए अहिले त्यो समस्यामा हामी नगएको भए अहिले हामी त यीशु जस्तो गरेर आशिष पाउने थिएनौँ किनभने त्यो आशिष परमेश्वरले पहिले पछाडिको कुरा अब परमेश्वरले तिम्रो लागि यो आशिष छ है भने परमेश्वरले पहिले योजना बनाएर हामीलाई दिनुभएको छ हामीलाई राखिदिनु भएको छ तर हामी त्यो समस्यामा त्यो खाल्टोमा नगएको भए दुःखको बेलामा नगएको भए त्यहाँ गन गरेको भए एकचोटि हाम्रो विचारमा के आयो रे रानी गाउँ बस्दा अब भाडा पनि भयो धेरै अब दोकानको पैसा पनि भयो तिर्न सक्ने उपाय छैन अब हामी 500 जति पैसा पायो नि हामी राति भाग्ने त्यहाँसम्म पुगेको भाग्नु हुन्थ्यो त्यो बेलामा 80-90 रुपियाँ थियो होला दिदी गाडीको भाडा पोखरा टु काठमाडौँ हैन भागौँ है भनेर पनि मेरो श्रीमानले विचार गर्नुभएको तर परमेश्वरलाई धेरै धन्यवाद हामीलाई त्यो दिने कोही पनि भएन परमेश्वरको अर्कै योजना प्रभुको योजना हैन परमेश्वरले अर्कै ठाउँमा लगाएर मिश्र देशको मालिक जस्तो बनाउने योजना प्रभुको रहेछ हामी चाहिँ योना जस्तो गरेर भाग्न खोज्दैछौँ लाखौं करोडौंमा परमेश्वरले खेलाउन लाग्नु भएको रहेछ 500 को आशा गरी 500 को आशामा यदि पाएको भए हामी भाग्थ्यौं र यो परमेश्वरले राखिदिनु भएको आशिष हामी गुमाउँथ्यौं तर प्रभुको योजना हाम्रो जीवनमा छुट्टै थियो तर हामी छुट्टै योजना बनाउँछौं तर प्रभुले हामीलाई भाग्न दिनु भएन अनि म यो यीशुको कथाहरू पढ्छु म त्यसरी रुन मन लाग्छ हो प्रभु तपाईले हामीलाई त्यो खाल्टोमा नलको भए त्यो दुःखमा नलको भए त्यो कष्टमा नलको भए हजुर त्यो भोकको बेलामा नराख्नु भएको भए अहिले यो कुरा त पाउने थिएन अर्को कुरा चाहिँ मेरो छोरी मेरो हजुरलाई थाहा छ मेरो हजुरकै हातमा मेरो महिमा छोरी सुगन्धा छोरी जन्मियो तर महिमा छोरी हस्पिटल जाँदा हामी 9 दिन हस्पिटलमा बस्यौं फेरि पछि त्यहाँबाट घर फर्केर आउँदा मेरो घर केही पनि छैन मेरो श्रीमान एकदम विचलित हुनुभयो मैले यस्तो अवस्थामा मेरो श्रीमतीलाई हस्पिटलबाट लिएर आएँ अब खुलाउनको लागि पैसा छैन केही पनि छैन म के गर्ने होला म कता जाने होला भनेर यो कुरा हजुरहरु माथि हुनुहुन्थ्यो भनेको भए मैले पाउँथे दिदी समस्या पर्यो 1000 रुपैयाँ 2000 दिनु न भने हजुरले दिनुहुन्थ्यो किनभने म सुत्केरीको बेला थिएँ दिनुहुन्थ्यो तर उहाँले त्यो भन्नको लागि पनि कुनै पनि ज्ञान पनि आएन केही पनि आएन मेरो श्रीमानले के गर्ने होला अब तिमीलाई यस्तो अवस्था मैले लिएर आएँ म के गर्ने होला भनेर भन्दाखेरि उल्टै म सुत्केरी छु एकदम म मरेर बाँचेर आएको ब्लड पनि दिन परेको त्यस्तो अवस्था थियो नि अनि मैले मेरो श्रीमानलाई के भने चिन्ता नगर्नुस् हस्पिटलबाट आएको छ परमेश्वरले आफ्नो छोराछोरीलाई निश्चय नै भोगेर राख्नुहुन्न खानेको कुराको त केही टेन्सन नलिन केही फिक्री नगर्नुस् म जे छु प्रभुमा आनन्दित छु भनेर मैले उहाँलाई नि उल्टै मैले सान्त्वना दिएँ त्यो बेला मैले गनगन गरेको भए पाउँथे नि तपाईले मलाई जसरी दिनै पर्छ खुवाउनै पर्छ भने मैले गनगन पाउनु मेरो अधिकार थियो तर मैले श्रीमानलाई उहाँको मासु खान मैले मिल्दैन काम खोज्दै हिँड्नुहुन्छ मैले देखेको छु काम पाएको छैन अब उहाँलाई उल्टै गनगन गरेर उहाँलाई दुःख दिएर त हुँदैन त उहाँलाई नि पीडा छ नि तर मलाई परमेश्वरले मलाई यसरी ज्ञानहरू बुद्धिहरू दिनुभयो होला
र मलाई गनगनको आत्मा आएन। त्यो कारण त्यो बाटो हुँदै 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 इसुको जस्तै बाटो हुँदै 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 गएको कारण परमेश्वरले अहिले होस्टेल दिनुभएछ, बच्चा दिनुभएछ, प्रशस्तै सबै कुरा दिनुभयो। स्कुलमा पनि अहिले 300 विद्यार्थी छन्। अनि अहिले गएको वर्षदेखि अनि उहाँले अहिले बाइबल स्कुल सुरु गर्नुभयो। हजुर, आमेन। अनि 9 महिनाको कोर्स दिएर विद्यार्थी पनि पठायौँ। अनि अलिकति घरमा दुःख दिने भाइहरू आएका थिए, तर यहाँ होस्टेलमा आएर बाइबल स्कुल धेरै कुरामा चेन्ज भएर अब हामी यस्तो हुँदैनौँ, अब हामी राम्रो बाटो जान्छौँ, धेरै कुरा सिक्यौँ। तर त्यो हामी सिकाउने योग्य छैन, किनभने त्यो बाइबल स्कुलमा पढाउने टिचर पनि हामी होइन, हामी त्यस्तो कोही पनि होइन। र पनि प्रभुले दिनुभयो, प्रभुले पढाउने टिचर पनि दिनुभयो, सिकाउनको लागि अनुग्रह पनि दिनुभयो। अनि त्यो विद्यार्थीलाई मात्रै नभएर उनीहरू सँगसँगै हामीलाई पनि केही सिक्ने मौका दिनुभयो। प्रभुको वचनमा अघि बढ्नको लागि मौका दिनुभयो। परमेश्वरलाई धेरै धन्यवाद। यहाँसम्म आउनुको त धेरै कुराहरू छ नि, होइन र? हजुर। पहिलो श्रीमान पनि एकदम प्रभुमा बलियो नै हुनुभयो, धैर्यता भयो, होइन र? उहाँले हजुरलाई सधैँ माया गरिराख्नु भयो, हजुरले नि सधैँ माया गरिराख्नु भयो। कहिल्यै पनि श्रीमानलाई गनगन गर्नु भएन, प्रार्थनामा साथ दिनुभयो। एउटा असल गृहिणीमा हुनुपर्ने गुण, होइन? परमेश्वरले त्यो दिनुभयो हजुरलाई, होइन? धेरै परिश्रमको कुराहरू पनि दिनुभयो। अब हामी चाहिँ अन्तिमतिर आइरहेको छौँ बहिनी। एकदम गहन त मजा आएको छ, एकदम आशिष भएको छु। कतिपल्ट त मेरो के भन्छ शब्दहरू नै बन्द भएको छ, म हजुरलाई सोध्ने शब्दहरू नै छैन मेरो, किनभने हजुरको धेरै आशिषमय कुराहरू छन्, होइन? मैले स्पष्ट कतिवटा आँखाले नि देखेको कुराहरू हो, कुनै पनि तपाईँले बनाएर उ गरेर भन्नुभएको कुराहरू छैन, होइन? अब सुन्नुहुने हाम्रो दिदी बहिनी दाजुभाइ बुवा आमा जति पनि हुनुहुन्छ धेरैजनाले यो त सबैजनाले सुन्नुहुन्छ, होइन? एउटा दिदी बहिनीहरूलाई चाहिँ हजुरले कस्तो खालको सुझाव अथवा के भन्न चाहनुहुन्छ, केही छ? अब म त त्यति साह्रो सिकाउने भन्नेको म योग्यता छैन। उहाँहरू त धेरै दिदीबहिनीहरू अनि धेरै पास्टर बुवाहरू धेरै वर्ष सेवाकाई गरेर उहाँहरू अलिक खगु नै भइसक्नु भएको छ। म त्यस्तो त केही पनि होइन, म योग्य पनि छैन। र पनि प्रभुको वचन अनुसार चाहिँ म के भन्छु भने सेवाकाई गर्ने दाजुभाइ दिदीबहिनीहरूलाई गनगन वाद विवाद नगरिकन प्रभुमा धैर्य धारण गरेर हामी अगाडि बढ्यो भने जुन परमेश्वरले म केही नभएको मान्छेलाई धुलोबाट उठाउने परमेश्वर, हामी त सबैको परमेश्वर, जुन परमेश्वरले मलाई धुलोबाट र घुर्यानबाट उठाउनु भयो। मेरो श्रीमान सधैँ 5 बजी बिहान उठेर माथि प्रार्थना गर्न जानुहुन्छ, प्रेयर रुममा गएर सधैँभरि एक्लै बसेर रुनुहुन्छ। अनि मेरो त्यो प्रार्थना माथि नै लेखेको छ नि, पहिलो सामेलमा त्यहाँ लेखेको छ, के भनेको छ? परमेश्वरले घुर्यानबाट उठाउनु भयो, धुलोबाट उठाउनु भयो। अनि उहाँ सधैँभरि वचनहरू सम्झिनु यसरी रोएर प्रार्थना गर्नुहुन्छ। अनि मलाई मेरो परिवारलाई जुन परमेश्वरले घुर्यानबाट उठाउनु भयो त्यही परमेश्वरले हामी सबैलाई दिनुहुन्छ। तर हामी गनगन र वाद विवाद नगरिकन अनि परमेश्वरको डर भएर अनि परमेश्वरको सेवाकाई चाहिँ थरथर कामेर, प्रभुदेखि थरथर कामेर प्रभुको सेवाकाई गर्यो भने मलाई दिने परमेश्वर सबैलाई दिनुहुन्छ, मैले आशा गरेको छु। यही नै। अब अन्तिमतिर त आएछौँ है। अझै फेरि मलाई एउटा प्रश्न सोध्न मन लाग्यो कि पहिला त तपाईँहरू एकदम अघि पनि कुरा गऱ्यौँ, प्रार्थनामा चाहिँ एकदम कि बलियो फास्टिङ बस्ने कुराहरू, यस्ता धेरै प्रभुमा एकदम निउरिने कुराहरू, परमेश्वरसँग धेरै सम्बन्ध राख्ने कुराहरू थियो, होइन? त्यो बेला त अलिकति तपाईँहरूको फुर्सद पनि थियो नि त। धेरै कामहरूले चाँगेछ, थकाइका कुराहरू, स्कुलका कुराहरू, बाहिर विभिन्न त्यत्रो नानी बाबुहरूसँग कुराहरू, विभिन्न कुराहरू छ। अझै पनि त्यो बल चाहिँ अझै पनि त्यो के भन्छ अरे नियम के रुटिन जस्तो प्रार्थनाको कुराहरू, बाइबल पढ्ने कुराहरू, यस्तो कुराहरू अझै पनि त्यो छ हजुरसँग? छ दिदी। अहिले चाहिँ हजुर भन्दैनौँ दिदी, तर बेलुकाको प्रार्थना गएन भने कहिले कहिले म मर्निङको प्रार्थनामा चाहिँ मेरो श्रीमान चाहिँ कन्टिन्यू जानुहुन्छ। अनि म चाहिँ कहिले कहिले अल्छी लाएर, कहिले कहिले थके जस्तो लाएर अल्छी लाएर, कहिले कहिले जान्न, तर आत्मामा चाहिँ उठ प्रार्थनामा जा। अनि म सुतेकै रुममा प्रार्थना गर्नको लागि मलाई यस्तो दिनुहुन्न क्या प्रभुले, माथि नै जा। किनभने कुनै दिन मैले प्रभुसँग मागेको थिएँ कि दिदी, यो रानु बाबुमा एउटै रुममा बस्दाखेरि त्यहीँ पकाउने, त्यहीँ सुत्ने, त्यहीँ खाने, त्यहीँ बच्चाले फोहोर गर्दाखेरि म एकदम दुखित भएको थिएँ। त्यो बेलामा त्यहीँ भात पुगेको छ, त्यहीँ पानी पुगेको छ, त्यहीँ प्रार्थना गरेको छ। त्यो बेला मैले मेरो प्रभुसँग, प्रभु एउटा कोठा भइदिएको भए
यो फोहोर ठाउँमा बसेर तपाईँलाई प्रार्थना गर्ने थिएन, म अलग्गै तपाईँलाई प्रार्थना गर्थेँ। के गर्ने, एक्लै बसेर के गर्ने प्रभु मसँग छैन भनेर मैले यसरी प्रार्थना गरेको थिएँ। अहिले परमेश्वरले मलाई प्रशस्त रूपमा दिनुपर्छ। अनि कहिले कहिले म अल्छी गरेर आज त म बिहान प्रार्थना जान्न भनेर गएन नि आत्मामा चाहिँ उठ प्रार्थना गर, माथि जा वही प्रार्थना रूपमा जा, प्रार्थना गरेर आत्मामा यसरी जागृति गराए हुनुहुन्छ। तर म कहिले कहिले अल्छी गरेर सुत्छु अनि कहिले कहिले जान्छु। तर बेलुका चाहिँ कन्टिन्यू नै बच्चासँग बसेर सधैँ प्रार्थना हुन्छ, सधैँ हुन्छ। अनि फास्टिङमा पनि हामी धेरै जस्तो फास्टिङ बस्छौँ। फास्टिङ बसेर प्रार्थना गरेर आफैलाई जब हामी फास्टिङ बसेर प्रार्थना गर्छौँ तब हामी प्रभुमा नजिक जान सक्छौँ, आफैलाई नम्र बनाएर नजिक जाने मौका पाउँछौँ। त्यो चाहिँ परमेश्वरले अहिलेसम्म दिइरहनु भएको छ। एकदम खुसी लाग्यो बहिनीसँग कुराकानी गर्न पाउँदाखेरि है। एकदम प्रभुलाई धेरै धन्यवाद भएको होस्। तपाईँको धैर्यता, तपाईँहरूको प्रार्थना सबै कुराहरूको लागि होइन। अहिले हजुरको स्कुल पृथ्वी चोकमा होली एन्जल स्कुल होइन र, होली एन्जल है, परमेश्वरले त्यो स्कुलको सम्पूर्ण नानी बाबुहरूलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। हजुरको परिवार, हजुरको होस्टेलमा रहने नानी बाबुहरूलाई, फेरि हजुरबाट छुटेर गएको 25-26 जना नानी बाबुहरूलाई, छोराछोरीहरूलाई परमेश्वरले आशिष दिनुभएको होस्। र तपाईँका छोराछोरीहरू 5 जनालाई परमेश्वरले, ज्वाइँहरू सबैलाई परमेश्वरले आशिष दिनुभएको होस्। अनि हाम्रो बहिनी सुमित्रा, हाम्रो भाइ विनोद नेपाल, उहाँको चाहिँ सेवाका एकदम बृहत रूपमा बढ्दै गएको होस्। म अझै पनि तपाईँहरूको लागि आशिष बोल्छु, परमेश्वरले धेरै आशिष दिनुभएको होस्। हुन्छ, हामी यस समय छुट्नेछौँ। बहिनीलाई धेरै धन्यवाद। कोरस गाउन गर्छु नि, मिल्छ कि मिल्दैन? हुन्छ। यो बा मेरो गोठालो, हानि हुँदैन कुनै मेरो, ढोडाउँछन् शान्त पानीमा, बोकी आफ्नै बाहुलीमा, ढोडाउँछन् शान्त पानीमा, बोकी आफ्नै बाहुलीमा। हाम्रोसँग कुराकानी गर्ने मौका दिनुभयो हामीलाई, धेरै धन्यवाद फेरि पनि। जय मासी दिदी, जय मासी।